Welcome back to yet another episode of The Weekend Perspective. We are doing season 2 with all Dial companies. So, this is a digital innovation in agriculture and logistics program run by Adyanta, supported by STC. अनि यो सिजन चाहिँ हामी डायलमा आएको कम्पनीहरूको को-फाउन्डर्स देयर स्टार्टअप्स वाट दे आर डुइङ हाउ वाज देयर डायल एक्सपिरियन्स यसको अराउन्डमा कन्भर्सेसनहरू गरिरहेछौँ सो टुडे वी हेभ विथ अस को-फाउन्डर्स अफ प्लानसेट वेलकम टु द सो सुमनजी एन्ड गौरवजी Thank you, nice to be here. सो हाउ इज इट गोइङ के भइरहेछ कस्तो भइरहेछ लाइफ के चलिरहेछ लाइफ चलिरहेको छ ओभरअल जस्ट एक्सपेरिमेन्ट भइरहेको छ लाइफमा सो इन्ट्रेस्टिङ र हुन्छ नि हजुरको अनसर्टेनिटीको मजा लिइरहेको छौँ हामीले कन्सर्टको मजा लिइरहेछ हजुर सो जस्तो ठ्याक्कै प्लान गरे जस्तो भइरहेको छैन अनसर्टेनिटी इम्ब्रेस गर्ने बानी भइसक्यो हजुर बिकज लाइफ नै अनसर्टेन छ र सर्टेनिटी एक्सपेक्टेसन पनि त्यस्तो हाई छैन र एउटा च्यालेन्ज छ लाइफको यो सल्भ गर्नुपर्ने प्रब्लम र मोटिभेसन के छ भन्दाखेरि इफ सल्भड हाम्रो फार्मर्सहरू जो ग्राउन्डमा हुनुहुन्छ र क्लाइमेट एक्सट्रिम्सहरूबाट सफर गरिसक्नु भएको छ उहाँहरूको लागि एउटा बेस्ट सल्युसन ल्याउने नै एउटा च्यालेन्ज हो र त्यसैलाई नै काम गरिरहेको छौँ So before we dive into your product and what you're trying to do, I would like to know who you are as a person. Right? So how would you introduce yourself or how would you express yourself if not for what you are doing? Right? So म यो गरिरहेको छु बाहेक who is Suman भन्यो भने who is Gaurav भन्यो भने चाहिँ how would you express yourself? Who are you भन्यो भने you cannot say I am doing this. एउटा क्युरियस पर्सन हो Anything more you want to add to that? क्युरियस पर्सन पहिलेदेखि चकचके अलिकति अनि अरूले भनेको नमान्ने अलिकति हुन्छ नि मेरो राइटिङ पनि म लेफ्ट ह्यान्डेड कसरी भएकोमा चाहिँ नि राइटले लेख भन्छ म किन राइटले लेख्ने म लेफ्टले लेख्छु भनेर त्यसरी म लेफ्ट ह्यान्डेड पनि भएँ रिबेल हो काइन्ड अफ त्यस्तो रिबेलियन पनि छैन तर अलिकति क्युरियस माइन्डसेट छ जस्तो लाग्छ Okay. Gaurav? Beyond work and beyond what I do, what I study, fundamentally, I think, supremely driven by the pursuit of knowledge. And that's kind of shaped everything I've done, everything I'm doing, the way I do things. भन्नु खोजेको चाहिँ के गरिरहेको छु भने लाइक त्यसलाई त्यो सिस्टमलाई राम्ररी बुझ्न खोज्ने सधैँ कि बच्चादेखि ज्ञानी पढिरहने म चाहिँ के पनि नगर्ने कि पढाइ बाहेक होइन एसएलसीमा काठमाडौँ टप गरेको थिएँ होइन अनि त्यति बेला त्यो प्रधानमन्त्रीले पैसा दियो नि चलाउन नहुने कि मम्मीलाई लगेर दिएको थिएँ मैले होइन सो पहिल्यैदेखि नै when I look at something the need to understand it अनि अहिले अब in the world the way the world is changing अहिले AI भन्छ के भन्छ so most of my brain is dedicated just like trying to understand make sense of things so त्यसरी चाहिँ curious right but also like just trying to understand make sense of systems खालको चाहिँ Okay, so coming to Planset, how did it come to be? How did you guys come to meet? होइन यो के छ यसको कथा कसरी भयो आजसम्म यहाँ वाट इज Planset अबाउट त्यो चाहिँ अब फर्स्ट टाइम अडियन्सले सुनिरहेको छ भने पनि बुझ्ने गरी बुझाइदिनु पऱ्यो अब हजुर सो यो प्लानसेट चाहिँ नि मैले ब्याक इन 2019 फाउन्ड गरेको थिएँ र त्यसको मोटिभेसन के थियो भन्दाखेरि अब म चाहिँ इन्जिनियरिङ सकिने बित्तिकै केयुबाट म इरास्मस मन्डस एक्सचेन्जमा ग्रिसमा गएको थिएँ पोस्ट ग्रेजुएट रिसर्चलाई र त्यो टाइम कस्तो थियो भन्दाखेरि सिरियन रेफ्युजी क्राइसिस थियो सो एभ्री विकेन्ड म चाहिँ नि यो एथेन्समा हजुरको पोर्ट अफ पिरियस भन्ने ठाउँमा टन्नै सिरियन्सहरू आइरहेको हुन्थ्यो कि डिस्प्लेस्डहरू रेफ्युजिजहरू उहाँहरूलाई चाहिँ नि रिलिफ डिस्ट्रिब्युसन प्रोग्राम आर्ट कम्पिटिसन चिल्ड्रेन्सहरूको लागि गर्दाखेरि त्यतिखेर एउटा रियलाइज भयो कि मलाई त्योभन्दा अगाडि म रिसर्च चाहिँ नि फरेस्ट्रीमा थियो रिमोट सेन्सिङ युज गरेर अनि त्यो कनेक्सनै फिल भएन कि ह्युमन कनेक्सन त्यो फिल्डमा त्यसपछि मैले चेन्ज गरेँ एग्रिकल्चरमा एग्रिकल्चर गरेपछि चाहिँ नि मैले फर्दर स्टडिज चाहिँ नि थाइल्यान्ड र जापानमा क्रेडिट एक्सचेन्ज गरेर प्रिसिजन एग्रिकल्चरमा गरेर अब नेपाल आएर केही गर्छु भनेर सोचेँ अब के एक्सपर्टिज थियो भन्दाखेरि सेटेलाइट इमेज प्रोसेसिङको थियो र किसानहरूलाई सेटेलाइट डेटा सिकाउँछ हामी भनेर 2019मा प्लानसेट सेटेलाइट प्रिसिजन एग्रिकल्चर एप खोल्यौँ अनि त्यसपछि त्यो
B2C मा फार्मर्सलाई सिकाउनै गाह्रो भयो। अब यो मल नपाइरहेको बेला अथवा हुन्छ नि हजुरको सिडै नपाइरहेको बेला म सेटेलाइट सिकाउँछु भनेर अलिकति रेलेभेन्ट पनि फिल भएन। टु एडभान्स भयो हजुर, टु एडभान्स भयो टु एडभान्स हजुर। अनि अब के त अब चल्दै चलेन 2 वर्षसम्म भनेपछि केही न केही त गर्नु पर्यो, यतिकै गिभअप त गर्नु भएन। सो सेटेलाइट कसलाई चाहिएको छ भन्दाखेरि मोस्ट इम्प्याक्टफुल हुने चिज चाहिँ इन्सुरेन्स देखेँ। कसैसँग इन्सुरेन्स थिएन हामी ग्राउन्डमा जाँदा। सो इन्सुरेन्स कम्पनीको कस्ट रिडक्सन गर्छौँ भनेर त्यसरी भयो। अनि त्यसपछि गौरवसँग भेट भयो। हामी कसरी भेटेको थियौँ भन्दाखेरि होस्टेल नेक्स्ट डोरमा पार्टी गर्दा फेरि भेटेको थियौँ, फ्रेन्ड्स जस्तै हामी। अनि त्यसपछि जोइन्ट प्लान सेट एउटा रात डिनर जस्तो भएको थियो। मेरो दिदीको साथीहरू हुनुहुन्थ्यो सुमन दाई, एन्ड द्याट नाइट वी स्टेड अप टकिङ अल नाइट अबाउट द स्टार्टअप, अबाउट द इन्डस्ट्री होइन। अनि यो B2Cमा पनि नट जस्ट लाइक the tech was too advanced, the willingness to pay from our farmers is so low, okay? So to go out of their way to use a new tech and pay for it, say, अलि बढी expectation भयो होइन। So दाइले मेरो गफ भयो अनि just clearly it was getting obvious to us in the conversation that like what isn't really working होइन। त्यसपछि म विदेश गएँ to pursue my job in Dubai as a product manager, and on and off keep in touch भइरह्यो। And then I had to come back in 2024 होइन, for personal reasons to tend to my family, and then we reconnected, and then it became clear that मैले उता सिकेको business tech knowledge होइन, product management होस्, just business development होस्, we realized that we working together can really successfully pivot it to the B2B direction that it needed to go होइन। So that's how our partnership came about to be. Okay, so तपाईँ दुईजना मात्रै पार्टनर हुन्छ कि अरू पनि कोही हुनुहुन्छ? हाम्रो स्वेट इक्विटीमा चाहिँ नि एकजना एज को-फाउन्डर्स तपाईँहरू दुईजना हो? Just the two of us. If प्लान सेट डज नट एक्जिस्ट होइन, के चाहिँ बिग्रिन्छ संसारमा? सो यो भएन, यो हुनै पर्ने रिजन चाहिँ के हो? लाइक यो भएन भने चाहिँ दिस इज वाट द वर्ल्ड इज गोइङ टु लुज, दिस इज वाट विल नट बी एबल टु ह्यापन होइन, दिस वन्ट बी पोसिबल विदाउट अस भन्ने कुरा चाहिँ के हो? एउटा के मिसिङ हुन्छ वर्ल्ड भन्दाखेरि एउटा प्योर प्यासन टु सल्भ अ प्रब्लम फर फार्मर्स, त्यो एउटा मिसिङ हुन्छ जस्तो लागिरहेछ। र गिभन अहिलेको सिनेरियोमा एग्री इन्स्योरटेक स्टार्टअप नेपालको डोमेनमा छैन, हुनुहुन्न कोही पनि। र त्यो पनि एउटा फार्मर्सको होप कि मैले राम्रो प्लान्ट गरेँ, सबै चिज ग्राउन्डमा गर्नुपर्ने सबै चिज मैले गर्दा गर्दै पनि हार्भेस्ट राम्रो भएन भने एउटा होप हुन्छ नि टु बाउन्स ब्याक, त्यो मिसिङ हुन्छ जस्तो लाग्छ मलाई। I would like to extend that होइन। हाम्रो the stakeholders were catering first level my insurance company हो, त्यहाँबाट इफेक्टमा फार्मर्स हो, but beyond that I think the larger cause here is food security होइन। like climate change ले एकदमै नराम्रो इफेक्ट गरिरहेको छ, disproportionately unfairly to Nepal. We're not the causers of this phenomena by any regard होइन, meaningfully, but our farmers suffer, and हामीले चाहिँ like we've chosen insurance as the first line of defense in resilience is if these farmers get their claims settled and if these farmers can use the subsidy that the government is giving them and they can plant alternatives or reinvest गर्यो भने चाहिँ the larger problem of food security लाई पनि हामीले हान्न खोजिरहेछौँ कि। सो मैले के बुझेँ भने इट क्यान नट गेट बेटर देन इट अलरेडी इज इफ यु डोन्ट एक्जिस्ट भन्ने बुझेँ होइन। Exactly. So you whatever you stand for is for farmers' benefit, Exactly. whether it is through your products, through insurance, but at the end of the day, why you exist for me is so that the farmers can have a better chance at whatever they are doing. Exactly. And beyond us, everything is actually like quite well orchestrated governmentally. Audience like थाहा छैन भने like in agriculture 80 to 100% subsidy अनुदान दिनुहुन्छ insurance को लागि होइन एग्रिकल्चरमा। स्टिल we're like hovering around 2-3% of agricultural insurance penetration होइन। सो हामीले ल्याउने अवेरनेस, हामीले ल्याउने टेक, हामीले ल्याउने इम्पावरमेन्ट इन्सुरेन्स कम्पनीजले त्यसलाई प्रोटेक्सन ग्याप भन्छ होइन, ब्रिज गर्न सक्यौँ भने चाहिँ लाइक यु सेड डिरेक्टली वी केटर टु द फार्मर्स इन द्याट वे। 2019 देखि अलरेडी इन एक्जिस्टेन्स भएको कम्पनी 2024-25 आउँदाखेरि सो यु वेयर अ पार्ट अफ द डायल एक्सलेटर। I was also there. I designed the program and I had the chance to interact with you, work with you. अनि त्यो होल प्रोसेसमा चाहिँ त्यो तपाईँहरूको डायल रिलेटेड एक्सपिरियन्स कस्तो थियो? त्यहाँ गएर के भ्याल्यु एड भयो भएन, or it was just something that we
ट्राइड होइन के चाहिँ नयाँ लर्न गर्न पाउनु भयो होइन सो त्यो एक्सपिरियन्स पनि इफ यु क्यान समराइज सो डायलको एउटा के भयो थियो भन्दाखेरि जस्तै हाम्रो प्लानसाटको लागि फर्स्ट एक्सिलरेटर प्रोग्राममा हामी गएको डायल अनि हामी अलिकति यो मेन्टरसिप पनि मेन्टर्सहरू पनि हुनुहुन्न थियो हाम्रो त्योभन्दा अगाडि र एउटा रमाइलो पार्ट डायलको के लाग्दा राजीव दाईसँगको कनेक्सन र उहाँको मेन्टरसिप भेरी इन्ट्रेस्टिङ अनि च्यालेन्जिङ एट टाइम्स बट इन अ गुड वे अनि त्यसपछि अर्को एउटा मलाई त्यो एक्सिलरेटरमा भनेको कनेक्सन हो जस्तै हजुरलाई भेटेँ होइन हजुरको गाइडेन्स त्यस्तै गरेर अर्को युनिक चिज भनेको एग्रिटेक अरू एग्रिटेक स्टार्टअप्सहरूसँग त्यसरी बसेर कनेक्ट हुनै पाएको थिएन कि कहिले पनि सो उहाँहरू पनि एज अ फ्यामिली फिल भयो मलाई चाहिँ नि लङ टर्म त्यो प्रोसेसमा सँगै हुँदा एउटा फ्रेन्डसिप एउटा बन्डिङ हाउ क्यान वी हेल्प इच अदर र त्यो डिस्कसन प्रोडक्टिभ डिस्कसन्सहरू भयो र यो लिन मोडल क्यानभासको हुन त हामीले आफैले आफ्नो एप्रोचमा ट्राई चाहिँ गरिरह हुन्थ्यौँ अब मेन प्रडक्ट नचढेर तर वी किप एक्सपेरिमेन्टिङ होइन राइट प्रडक्ट मार्केट फिट नपाएर हो तर इटिरेटिभ प्रोसेसमा यो पनि एक्सप्लोर गरियो सबै मेन्टर्स अरूहरू जो आउनुभएको थियो त्यो प्रोसेसमा त्यसले भेरी इन्साइटफुल भन्छु म र एउटा बन्डिङ वाज गुड सबैसँग एन्ड बियोन्ड जस्ट द नलेज पार्ट मैले चाहिँ त्यो दुइटा एकदमै डिस्टिङ्क्ट र युनिक भ्याल्यु पाएँ होइन जस्ट फर द कम्पनी फर माइसेल्फ पर्सनली त्यो एक्सेलरेटरको वर्ड मैले ट्रुली लाइक इट्स वेल युज जस्तो लाग्यो कि फर अ कम्पनी द्याट अल्सो युजेस ग्रान्ट right and mobilizes grant to pilot projects like sustenance ma chai hami kaile struggle nagareko company ho ke haina in that reality like kunai product ko idea cha so for example the product that we built through Dial Adyanta is a micro index insurance product bhanne it gave us a sense of a deadline हुन्छ नि यो त लाइक 1 वर्ष पनि तन्किन सक्थ्यो होला 1.5 वर्ष पनि तन्किन सक्थ्यो होला कि बिकज देयर सो मेनी अदर थिङ्स यु आर अलवेज डुइङ अर्को बिजनेस आम हेर्दै बसिन्थ्यो होइन सो ट्रुली फर्स्ट भ्याल्यु चाहिँ it gave us timelines, it gave us like deliverables to actually accelerate this project. It couldn't have happened faster than this. True, the right. Second thing is for small startups, right, that hasn't really like, worked with VCs before or you investor ko, even the language that is used, right? So malai chai ekdamai valuable. They were like immersive sessions, hours long with investors, top VCs of Nepal, and the communication wasn't valuable about like waharबाट कसरी चाहिँ इन्भेस्टमेन्ट लिन मिल्छ but just these people know what businesses actually succeed and what are the characteristics होइन so to gauge our startup and our product and modify it according to their vision guidance पनि मलाई एकदमै भ्यालुएबल लाग्थ्यो कि so these are the two things uniquely that the accelerator gave us कमिङ ब्याक टु द्याट अब त्यसमा चाहिँ दुईवटा एस्पेक्ट छ होइन एउटा त वी डिजाइन द कोर्स सच अ वे द्याट बिकज देयर वर 7 कम्पनीज एन्ड इनिसियली खास 12 वटा कम्पनी थियो अनि केम डाउन टु 7 वेन दे अल कम्प्लिटेड अनि एउटा त ग्रान्ड एङ्गल थियो किन एसटिसीले प्रोग्राम खास ग्रान्डकै बनाएको थियो बट वाट आई वान्टेड टु इन्फ्युज वाज ग्रान्ड त एउटा मात्रै कम्पनीले पाइरह नि त सो बाँकी कम्पनीले के पाउने त अनि त्यो ग्रान्डको लागि मात्रै बनायो भने चाहिँ इट मे नट बी वर्थ फर एभ्री वान भनेर चाहिँ त्यो बोथ एङ्गलमा इभन इफ वान कम्पनी गेट्स द ग्रान्ड देन वाट विल द रेस्ट अफ द कम्पनीज गेट भन्दाखेरि त्यही एक्सपिरियन्स लर्निङ मेन्टरसिप होइन कोलाबोरेसन गर्न सिक्ने कुराहरू सो आई थिङ्क त्यो नेपालमा अलिकति ल्याकिङ जस्तो पनि लाग्छ कि मलाई चाहिँ त्यो ओपनली कोलाबोरेट गर्ने कल्चर बी इट विथ यर फ्रेन्ड्स बी इट विथ अदर कम्पनीज इन द सेम इन्डस्ट्री होइन त्यो हाम्रो पर्सेप्सन चाहिँ माइन्डसेट कस्तो भने मैले उसँग आइडिया सेयर गरेँ भने पनि इट इज गोइङ टु बी डिफिकल्ट टु रन माई बिजनेस खाले होइन त्यो इन्सेक्युरिटी खाले फिलिङ हुने त्यस्तो टेन्डेन्सी चाहिँ अलिकति ब्रेक होस् भन्ने पनि इन्टेन्सन थियो क्या अनि त्यो आई थिङ्क स्टार्ट अफ द एक्सिलेटरमा चाहिँ सबै कम्पनीको कुरा एउटै खाले थियो अनि त्यसपछि त्यो एन्ड अफ द एक्सिलेटरमा चाहिँ एभ्री वान वाज डुइङ सम डिस्टिङ थिङ इन द इको सिस्टम क्या सो मलाई चाहिँ त्यो पर्सनल्ली त्यो एकदम मजा लागिरहेको थियो कि फर्स्टमा आउँदा त सबैले म एग्रिकल्चरै सल्भ हानेर हो एन्टायर इको सिस्टमै सल्भ हानेर भनेर हुन्थ्यो अनि त्यो म इको सिस्टमको सबै कुरा सल्भ गरेर होइन म यो मात्रै सल्भ गरेर हो भन्न थालेँ कि अनि पछि इभेन्चुअली आउँदाखेरि चाहिँ सो मेरो लागि चाहिँ त्यो it was like यहाँबाट अनि here and this is okay so they realized they are not solving everything they are solving this part of the ecosystem भन्ने हुँदाखेरि चाहिँ एकदम मजा आयो कस्तो क्ल्यारिटी आइसकेको थियो त्यो एन्ड अफ द प्रोसेससम्म okay so going deeper into your
business. So I would like us to go forward with the model canvas मा चाहिँ हामीले के बनायौँ. As of today चाहिँ PlanSat as a business कसरी exist गर्छ, त्यसपछि who is the customer you are catering, त्यहाँबाट start गरौँ न. त्यो like somebody wants to solve something in the agri ecosystem just like you, or how you have been doing, त्यसको deep dive गरौँ. And so I'd like to start from who your customer is. So PlanSat को चाहिँ end customer चाहिँ को हो आजको दिनमा? PlanSat को एन्ड कस्टमर भनेको नन लाइफ इन्सुरेन्स कम्पनीज 14वटा नन लाइफ इन्सुरेन्स कम्पनीज हुनुहुन्छ र त्यो नन लाइफ इन्सुरेन्स कम्पनीजको पनि एग्रिकल्चर इन्सुरेन्स पोर्टफोलियोको. So you have any early adopters that they have already onboarded or are in the process of onboarding? हजुर, हाम्रो फर्स्ट कस्टमर युनाइटेड अजोड इन्सुरेन्स लिमिटेड हुनुहुन्छ र उहाँहरूसँग हामी लास्ट 2 years प्लसदेखि हामी पार्टनरसिप गरेर छौँ र हामीले रेभेन्यू पनि लिइसक्यौँ. त्यो उहाँहरूसँग प्राइसिङ मोडल चाहिँ 8% अफ द प्रिमियम कस्ट पर फार्मर डिजिटल इनरोल्ड र एनुअल मेन्टेनेन्स कस्टहरू लिन्छौँ. सो रियलाइज्ड छ अलिकति रेभेन्यू चाहिँ नि. What is the core problem that PlanSat is trying to address for these companies today? हैन, त्यो कस्टमर सेगमेन्ट यदि नन लाइफ इन्सुरेन्सको एग्रिकल्चरमा फोकस गरेर कम्पनी हो भने हैन, हामीले उनीहरूको एड्रेस गर्न खोजिरहेको प्रब्लम्स चाहिँ के हो? So there are two key problems within the agriculture insurance department that we have identified and we're solving. Agriculture insurance here, it's helpful to look at it as crops, Okay. and livestock. Crops will include everything, like our staple crops, the later vegetables. Crops ma key problem raise like scattered land, right? Like very small land holdings, extremely small premium dinu parne, and like huge operational cost to go enroll as well as go validate. So there ekdamai operational cost ko problem raise crop ma chai. The livestock ma what you realize is there exists a fraud problem in the ecosystem, specifically because of earlier verification chai hamle kanko pattale garcham. Bad players are actually exploiting that. कहिले चेन्ज गरेर हुन्छ कि रङ फोटो पठाएर हुन्छ कि के गरेर हुन्छ. सो यहाँ चाहिँ फ्रड प्रब्लम रहेछ. वेन वी साइज बोथ अफ दिस प्रब्लम्स दे आर सिग्निफिकेन्ट इनफ टु प्रोभाइड भ्याल्यु टु इन्सुरेन्स कम्पनीज. अघि हामीले भन्यो नि, विथ द होप टु एक्चुली लाइक इन्क्रिज द इन्सुरेन्स पोर्टफोलियो. सो दिज आर द टु डिस्टिङ्क्ट प्रब्लम्स हाम्रो प्रडक्टले सल्भ गरिरहेको छ. सो एउटा चाहिँ फार्मिङमा क्रप रिलेटेड भयो, एउटा चाहिँ लाइफ स्टक रिलेटेड भयो. लाइफ स्टकमा चाहिँ इन्सुरेन्स क्लेमको फ्रड प्रोटेक्सन भन्नुभयो. And then for the crops, what you said is going operational hassle mostly, visiting the place, verifying data, collecting data, processing data. Exactly. So those are the two core problems they're solving, trying to solve. Okay. So for solving these problems, what exactly is your solution as of today? एउटा मेजर यो चिज गौरवले भनेको प्रब्लमबाट के भएको छैन भन्दा इन्सुरेन्स कम्पनीले भल्युममा पोलिसी लिन सकेको छैन. सो इन्सुरेन्सको बेसिक कोर भनेकै टन्नैसँग प्रिमियम उठाउने र थोरैलाई क्लेम सेटल गर्ने हो नि त. सो हाम्रो सल्युसन चाहिँ नि वी इनेबल भल्युम सेल्स अफ पोलिसिज. सो यो I would categorize that as a problem itself. Like scale is another problem that we are trying to solve. Yes. So again, so solution चाहिँ exactly के हो त? त्यो भनेको अब magically without doing anything everybody gets a insurance policy हो कि, or because the customer you have described to me is that they are the insurance companies, हैन? So insurance companies को लागि what exactly have you built is my question. यसमा सल्युसन चाहिँ नि कस्तो यो मेसो लेभल एप्रोच भनेर छ क्या हजुरको. सो इन्स्टेड अफ क्याटरिङ टु इच इन्डिभिजुअल फार्मर्स, एउटा पोलिसी होल्डर नै कोअपरेटिभ्स, एग्रिकल्चर कोअपरेटिभ्स जसको फार्मर्स नम्बर 500 देखि 2000 3000 सम्म हुन्छ. सो पोलिसी होल्डर कोअपरेटिभ हुने बित्तिकै हजुरको डकुमेन्टेसनको ह्यासल एकदमै कम भयो र हजुरको इन्डेक्स पोलिसी लिएर आउनु खोजिरहेछौँ. किन भन्दाखेरि गौरवले भने जस्तै अपरेसनल कस्ट, फिल्ड भिजिट्सहरू छ नि, त्यो सब हटाउनलाई हजुरको एउटा प्रिडिफाइन्ड सेट अफ थ्रेसहोल्ड हुन्छ. जस्तै ल मकैको केसमा 35 डिग्री भन्दा कट्यो फर 5 days भने ल क्लेम पायो. सो नो फिल्ड भेरिफिकेसन, डकुमेन्टेसन पनि इनरोलमेन्टको बेला एउटै ठाउँमा बसेर, जस्तै कोअपरेटिभको अफिसमा बसेर एकैचोटि 500,000 को बल्क इनरोलमेन्ट. र जुन चिज पहिलाको ट्रेडिसनल इन्डेमनिटी एप्रोचमा
त्यो इनरोलमेन्ट फर 500 फार्मर्स गर्नलाई हामीलाई 2-3 महिनाको डकुमेन्टेसन एउटा खेत 1 बिघा छ भने 5वटा ठाउँमा हुन्छ 5वटा ठाउँको 5वटा कर्नरमा फोटो खिच्नुपर्छ भिडियो खिच्नुपर्छ त्यो 5वटा यति टाढा हुन्छ ट्राभल गर्दाखेरि पनि एजेन्टलाई आउने कस्ट एकदमै इन्सेन्टिभै थिएन कि सो यसमा चाहिँ नि के हुन्छ जस्ट एउटा कोअर्डिनेट लिने हो कोअपरेटिभको र त्यो कोअपरेटिभको कोअर्डिनेटमा प्रिडिफाइन्ड थ्रेसहोल्ड अनुसार क्लेम सेटलमेन्ट हुन्छ नो फिल्ड भेरिफिकेसन एट अल Again, so just to clarify for the audience, where all of this is happening is there some place this is happening? So the solution you are offering or you have provided to the insurance company is you have a tech platform that they can use where all of this is happening, right? So त्यो चाहिँ can you describe a little more in terms of how the solution works? I know how you offer them the solution, what the insurance company users have to do. त्यो लेभलमा चाहिँ त्यो सोलुसन आफै चाहिँ के हो एक्ज्याक्टली भन्ने चाहिँ अलिकति क्ल्यारिफाई. So what the solution, दाइले अघि मेकानिक्स डिस्ट्रिब्युसन भन्नुभयो होइन, what the solution actually looks like where it lives is in our PlanSat mobile app होइन, कृषि बिमा मोबाइल एप भन्ने छ अनि we provide a portal to our insurance companies. So के छ यसमा like what's different in these apps भन्दाखेरि चाहिँ लाइफस्टक फ्रडमा चाहिँ we're developing actually one of the first in the world नै हो होइन, एउटा एडभान्स एआई न्युरल नेटवर्कहरू युज गरेर आइडेन्टिफिकेसन मोडल सो द्याट त्यो एप चलाएर इन्सुरेन्स कम्पनीको एजेन्टहरूले इनरोल गर्दाखेरि भैँसी लगाएर क्लेम गर्दाखेरि फोटो खिच्यो भने चाहिँ म्याच हुन्छ भन्ने त्यो एउटा सोल्युसन भयो. इन्डेक्सको लागि चाहिँ हामीले बिल्ट इन गरेको एक्चुरियल मोडल इनरोलमेन्ट त्यो फ्लोहरू राखेर चाहिँ हामीले दिन्छौँ होइन. बट वाट द्याट लुक्स लाइक फर बोथ दिज प्रडक्ट्स इज इन्सुरेन्स कम्पनीलाई एउटा एप दिन्छौँ, उहाँहरूको एजेन्टलाई ट्रेन गर्छौँ, उहाँहरूलाई एउटा पोर्टल दिन्छौँ त्यो पनि ट्रेन गर्छौँ एन्ड लाइक they continue using their operations and we provide support. So this is how the service lives. So you have a tech platform that your company is providing to the insurance companies. Yes. So this is basically a B2B model. Yes. The end beneficiary is the farmers. Yeah. So larger vision and problem being solved are insurance company ko scaling problems, livestock ko fraud problem, crop ko insurance ko operations problem hai na. So how would you describe the whole thing at a very high level to someone who has come across your idea for the first time? Like insurance company ko koi manche elevator ma भेट्यो भने चाहिँ how would you describe as a one liner what you do, how you do it? इन्ट्रेस्टिङ छ. अनि यो डायल एक्सेलरेटर प्रोसेसबाटै राजीव दाईसँग त्यो सेसनमा बस्दा आएको यो वान लाइनर हो. सो प्लानस्याट चाहिँ नि इन्सुरेन्स कम्पनीको भिटामिन र farmers ko sitamol ho. And what that would mean is a quick pitch would look like partner with us, we'll give you this product to solve 2 of your most pressing problems and then within a year you'll see the results in your loss ratios. भन्ने खालको चाहिँ क्विक खालको पिच गर्छौँ होला हामीले. So value proposition directly insurance companies kai around build ho, but eventually because they are serving the farmers and yes. they're helping scale, it makes sense to both beneficiaries भन्ने कुरा भयो हैन. So what are the channels that you currently use to reach out to these insurance companies? So is it only through अब यो त जम्मा 14वटा कम्पनी छ, सो इन पर्सन नै होला हैन, त्यो बाहेक अरू केही अप्रोचेस यु हेभ or is it just cold reach out to insurance companies? So how does it work? Like how do you reach out to these insurance companies? Yeah, you know, I think this is a good time to say like PlanSat beyond just building the product, like a little bit of track record and how like reaching out actually makes sense. हामीले चाहिँ lots of grand projectsहरू गरेका छौँ के, big names, big funds like USAID, GIZ-हरू गरेका छौँ होइन. त्यसै गरी we have a very strong tie with the regulators के, नेपाल इन्सुरेन्स अथोरिटीसँग. सो उहाँहरूसँग त हामी ट्राभलै गरेर 6 monthsको ल्याब गरेका छौँ and the participants, our friends, our peers were like some of the top insurance companies in Nepal होइन. It's such a small ecosystem and we're one of the leading players agri-insure tech-ma. So our brand name is actually very commonly known from the ministry to the regulators to all these insurance companies, right? So personally चिन्छौँ हामी agri सबैलाई फोन छ हामीसँग होइन, केही भयो भने अपडेट लाइक क्रस गरेर हुन्छौँ. And whenever it's time to pursue a pilot, to get permissions, we kind of go to their office and have like a conversation about what's next. So we just had one right yesterday, हाम्रो यो livestock related program ko lagi, just like handshake secured a partnership for data collection होइन. So यसरी चाहिँ हामी गर्छौँ, like just in person we reach out directly to the insurance companies. Okay, so other players already in the ecosystem and outreach with them
forums where those people are, all of those are your channels to reach out to them and have some collaboration with them. यसमा NIA को एकदम राम्रो रोल छ कि यो च्यानलमा चाहिँ नि जस्तो एज अ रेगुलेटरी अथोरिटी इफ दे रियली लाइक आवर प्रडक्ट उहाँहरूसँग कस्तो अथोरिटी हुन्छ भन्दाखेरि अल 14 CEOs अफ नन लाइफ इन्सुरेन्स कम्पनीलाई एउटै मिटिङ हलमा ग्यादर गरिदिन सक्ने त्यो पावर पनि छ सो channel because NIA wants to bring innovation in the insurance industry and you are powering the tech. They are trying to enable that through a setup of those kind of meetings. Exactly. I think that's quite... NIA पनि ओपन लाग्यो क्या हाम्रो यो इन्टरेक्सन गर्दा फेरि ओपन फर टेक सो इभन पाइलटिङ पर्मिसन जुन यो लाइफ स्टकको छ नि उहाँहरूले दिइसक्नु भएको छ हामीलाई सो यस्तो पोलिसिजहरू नयाँहरू डिमान्ड कस्तो आइरहेछ त्यस अनुसार उहाँहरूले पोलिसिज ल्याउनलाई चाहिँ नि त्यो हुनुहुन्छ पोजिटिभ नै हुनुहुन्छ And what about the metrics that you're tracking to see if or not your product and business is successful? So, के track गरिरहनु भएको छ अहिले चाहिँ? What are the key metrics that you track on a regular basis? So fundamentally, like to get started with like adoption metric or some how much when we were by the way the first company in Nepal through our grant projects to digitally insure farmers. Okay. So coming from that background, we look at like how many agents, farmers were actually like enrolled with using our app. So now as we're moving forward with the business, success metric directly looks at the key number, which is an unusually high loss ratio of insurance companies today in agri-insurance. It goes up to 70, okay? Benchmark 30-40 hunu parne ho, So if we are successful, insurance companies ko loss ratio goes. And from a larger ecosystem perspective, the key number in our mission is your 2-3% ko jun agriculture insurance penetration number light. If we can make that higher, tangibly through our like recording mechanisms, that's when PlanSat wins in its vision. Okay, so are there any other metrics besides that you track also? एउटा अर्को की मेट्रिक्स चाहिँ नि सिन्स हाम्रो बिजनेस मोडलमा हामीले नम्बर अफ पोलिसिज इस्युड पर कमिसन हुन्छ नि त सो हाम्रो की मेट्रिक्स नै नम्बर अफ पोलिसिज हामीले कति इस्यु गऱ्यौँ पनि हुन्छ सो डज इट म्याटर वेदर इट गेट्स क्लेम्ड अर नट एज अ पार्ट अफ इन्सुरेन्स क्लेम त्यसमा केही छ कि छैन लाइक इफ द फार्मर गेट्स अ क्लेम डु यु ट्र्याक द्याट अर नट बिकज एन्ड अफ द डे त उनीहरूको लागि पनि त हो भने सो हाउ मच अफ द्याट डज म्याटर वी डु किप ट्र्याक अफ नम्बर अफ क्लेम्स किन भन्दाखेरि यो इकोसिस्टममा कस्तो छ भन्दाखेरि हजुरको अहिलेसम्म पेनिट्रेसन नै छैन अवेरनेस पनि छैन फार्मर्सलाई त्यो अवेरनेस लिएर आउनलाई डिरेक्टली इम्प्याक्ट केले गर्छ नम्बर अफ क्लेम्स वी सेटल सो एउटा हुन्छ नि हजुरको स्पिल ओभर इफेक्ट पनि हुन्छ जस्तो लाग्छ कि जस्तै एउटा फार्मरले त्यो कम्युनिटीमा गर्दा उहाँले पाउनुभयो भने उहाँले त्यो स्टोरी अरूलाई पनि सुनाउनुहुन्छ सो त्यो स्प्रेड हुने भएको भाइरलिटी पनि आउने भएको भएर हाम्रो लागि इम्पोर्टेन्ट इन्डिकेटर चाहिँ नि फार्मर्स रियल फार्मर्स जसको लस भएको छ उहाँहरूले चाहिँ नि पाउनै पर्छ भन्ने चाहिँ नि हाम्रो सो मैले सोच्दाखेरि चाहिँ इट्स क्वाइट ट्रिकी द्याट इफ टु मेनी फार्मर्स गेट द क्लेम इन्सुरेन्स कम्पनीज आर एट लस बट इफ नोबडी गेट्स देन नोबडी इज डुइङ द इन्सुरेन्स होइन सो त्यो हाउ डु यु ब्यालेन्स वाट इज यर अप्रोच अर स्ट्राटेजी टु ब्यालेन्सिङ द्याट होइन त्यो अब इनिसियल्ली के स्ट्राटेजी छ अरू लङ्गर टर्ममा चाहिँ के स्ट्राटेजी छ भन्ने कुरा चाहिँ इफ यु क्यान क्ल्यारिफाई लाइक नत्र भने त इन्सुरेन्स कम्पनीले त धेरै फार्मरलाई क्लेम दिनु पऱ्यो भने त दे वुड बी एट लस होइन बट इफ नोबडी इज गेटिङ एनी क्लेम्स देन फार्मर्स वुड नट बी इन्ट्रेस्टेड इन इन्सुरिङ देमसेल्फ सो यो चाहिँ कसरी ब्यालेन्स हुन्छ त्यो वाट एभर एक्चुअल मोडल यु हेभ डेभलप आई थिङ्क द्याट्स वेयर इट कम्स इन टु प्ले बट त्यो इन रियल लाइफ ट्रान्सलेट हुँदाखेरि चाहिँ कसरी त्यसले काम गर्छ त्यसमा के चेक्स एन्ड ब्यालेन्सेस छ होइन अनि अब वाइ वुड द इन्सुरेन्स कम्पनीज बी इन्सेन्टिभाइज टु टेक अ बेट अन द्याट डिरेक्सन भन्ने कुरा यसमा म एउटा इक्जाम्पल दिन्छु है यो इन्डियाको इक्जाम्पलमा इन्डियामा यस्तै इन्डेक्स प्रडक्ट लन्च भएको थियो होइन हिट स्ट्रेसवाला सो त्यो हिट स्ट्रेसको लन्च हुने इयरमा चाहिँ नि हाइएस्ट टेम्परेचर रेकर्डेड इन लास्ट 50 इयर्स थियो कि लस रेसियो 200% भयो कि त्यो भएको हुनाले सो सर्ट टर्म हेर्ने हो भने त लस जस्तो भयो नि त तर त्यसको नेक्स्ट इयर सो
मान्छेलाई धेरै थाहा भयो, धेरैले पाए होइन, भाइरलिटी आयो, लस रेसियो हाई भएर. सो नेक्स्ट इयर उहाँहरूले क्वाड्रुपल नम्बर अफ पोलिसिज लिनुभयो कि त्यो इयर पढ्न. सो इन्सुरेन्स कम्पनीजको पर्सपेक्टिभ कस्तो हुन्छ भन्दा कुनै पनि नयाँ प्रडक्टको फर्स्ट इयरमै प्रफिट लिउँ भन्ने हुँदैन. ओभर द पिरियड अफ 5 इयर्ससम्म कसरी प्रफिटेबल हुनसक्छ लस रेसियोको प्रेडिक्सन त्यसरी गरे हुन्छ कि. सो फर्स्ट 2 इयर्स त लसमै भए पनि एट द एन्ड 3rd, 4th, 5th इयरमा profitable हुने सोच हुन्छ. It's helpful, and it was for us to think of insurance companies as a company, as a sales company. I know they are always trying to sell more policies, and eventually like loss ma gayo bhane virality badcha, profit bhayo bhane loss ratio kam bhayo profit आउँछ हैन. So हाम्रो particularly like index मा चाहिँ पुरै like एउटा market unlock गरिदिन लाग्छन् कि हामीले smallholder farmer भनेर. So that's where their excitement and buy-in comes from. So just your understanding of ground reality and your solution and technology expertise is being channeled to the insurance companies, and they are the ones making those play. So त्यो चाहिँ त त्यही नै हो नि. So you are not doing the insurance yourself. You are powering the insurance companies to do new insurance products, new domains, unlock new markets. भन्ने कुरा चाहिँ you are basically being an enabler for the insurance companies. Okay, so I think unique value proposition terms I've heard about the model insurance and index insurance. And index insurance ko chahi, are there any barriers? Like livestock wala insurance, I think it is quite popular and been in practice for a few years now. Yeah. So index insurance ko chahi global landscape kasto ho ani Nepal ma ke bhaira cha? I think immediately एउटा barrier, which we don't see as a huge problem, but it's something we must overcome, is policy level ma aisakeko chaina ke. International players, Indian players specifically, are really trying to penetrate to Nepal through some of insurance companies that we have MOUs with. So there have been like cases of rejections outright. Okay. But I think the insurance authority, they're super geared to exploring this. Your indemnity, traditional insurance, the failing nay avasthama bhavera. They're looking forward, but we can't just move forward with any product. So our biggest challenge, that's what we try to do through Dial to get us there, is to demonstrate the necessity and the quality of our product, to get those pilot permissions and successfully pilot 1 or 2 seasons to actually write that up in policy. All of this is just, like an ideation in our part. So that's going to be the number one barrier. And this was also, once the policy opens up, then there are like more experienced international players who will come in, right? The only thing that's stopping them is policies. Okay. So then our whole job becomes how to localize our product. If the international players are looking at satellite data, can we leverage local data, insurance company data, etc., to actually differentiate our asset? But for now, like given how leanly we work, we can definitely beat them on price. So I'm offering so these are the immediate barriers. If I have a follow-up on that, like what is the unfair advantage that you would have? Let's say the policy opens up, what would stop a new company from building what you're currently building, or say international players to come into Nepal and take the market? Like the unfair advantage, where is it that you are building? So there is a few ones that we've identified. We don't take for granted first in the market because we've seen too many cases. For example, like Tootle, you can be first in the market, but you can really be taken over. So the first thing is, we've thought a lot and talked to our stakeholders about how can we make the most of the fact that we're doing this for the first time on that. We have amazing relationship with all the stakeholders. Head of cooperative sanga pani MOU cha, top 3-4 insurance companies sanga pani MOUs haru cha. So our plan is to like leverage that and provide them value for like really long-term partnerships. So contractual level mein robust banaidine, we're the service provider panne. The second thing is the fact that we're based in Nepal, and the fact that PlanSat has already served 6,700 plus farmers in insurance means our network or knowledge, like how to teach farmers knowledge. So the way we will leverage this for an unfair advantage is by providing an end-to-end solution as well. Your sano insurance companies is always, of course, actual model ma invest garnu nasakla, tech ma invest garnu nasakla, training ma invest garnu nasakla bhanyo bhane. If an international player comes in and gives you like a product, we give you like a whole service. Okay. Awareness dekhi, training dekhi, onboarding support dekhi, customer support gardinsam bhanne cha. And the third thing is definitely like
we are trying to compete on price. We understand the Nepali sensibilities, and the way our business is structured, we can provide a lower commission rate. That speaks in Nepal. So what I understand is you have the willingness to take operational hassle from the insurance company as well as a part of the offering, not just the tech, but the ground execution as well. So त्यसमा चाहिँ scaling challenge हुँदैन. So would that be an advantage or would that be a liability? So the scaling challenges for the operation side, I think I understand the price, I understand other aspects of how you could be in the advantage, but operationally scale गर्नको लागि चाहिँ if you had to take on every company को ground operations, so how would that look like? And what would be the cost associated with that? And would there be scaling challenges in that? So, these 14 non-life insurance companies, all of them are kind of structured so differently. Shikhar does their technicians so differently than Soligo, for example. So, I'm saying you offering, it's also an add-on. Like, what other support do you need for this product to work? And it is so tricky, right, to go all across Nepal to train onboard, and that's precisely where हाम्रो strength comes in. हामीले यति पाइलट गरिसक्यौँ नि अहिले 14+ डिस्ट्रिक्ट डोटी दैलेख पनि पुगेछौँ होइन. हाम्रो नेटवर्क लाइक अन कल ग्राउन्डमा नेटवर्क छ कि कोअपरेटिभसँग इन्डिभिजुअल कोअपरेटिभले सुमन दाईको मुख चिन्नुहुन्छ होइन. प्लस लाइक द हेड अफ कोअपरेटिभ्स इज समवन द्याट वे इन पार्टनरसिप विथ. यसलाई लेभरेज गरेर इन सच अ स्केलेबल लो कस्ट वे बाई युटिलाइजिङ लोकल ट्यालेन्ट ट्रेनिङ्स द्याट we've already given about the app लाई लेभरेज गरेर चाहिँ वी क्यान अफोर्डेबली होइन विदाउट चार्जिङ टु मच additional to the insurance companies, scale and provide this service as needed in specific locations. So त्यो भनेको इन्सुरेन्स कम्पनी वाइज कस्टमाइज हुने भयो, उसको कुन रिजनमा के अब्जेक्टिभ छ अनि के एक्सेस चाहिएको छ अर के ट्रेनिङ चाहिएको छ भन्ने भयो होइन. सो मोस्टली त्यो अराउन्ड ट्रेनिङ चाहिँ अलिकति ट्रिकी के हुन्छ भने इफ यु गो टु द रिजन्स टु अफर द ट्रेनिङ, अब त्यसमा लजिस्टिक्स कस्टदेखि लिएर एभ्रिथिङ कम्स अराउन्ड होइन. अब त्यो कसले बियर गर्छ भन्ने चाहिँ मेरो क्वेसन हो क्या. इज द्याट द इन्सुरेन्स कम्पनी डुइङ इट बिकज दे आर गेटिङ सोइलिङ द इन्सुरेन्स प्रोडक्ट अर होइन त्यसको कस्ट चाहिँ कसकोमा आउँछ? इज ए प्लान साइडको कस्ट हो कि इन्सुरेन्स कम्पनीको कस्ट हो त्यो? whenever trainings happen as a part of your product offering, so let's say you have to go to Doti and do a training for the on-ground people to say, okay, this is how you use the app, this is how you get insured, or this is how you fill up the policy. So whatever happens around that, त्यो कसको कस्ट हो त्यो? यसको चाहिँ नि कसको कस्ट भन्दाखेरि हजुरको पार्टली त्यो एज इन कमिसनको पार्टमा पनि जान्छ र पार्टली कस्तो छ भन्दाखेरि एनआइएले हजुरको इन्सुरेन्स कम्पनीजहरूले सर्टेन अमाउन्ट अफ ट्रेनिङ्स पनि दिनुपर्छ अवेरनेसको भन्ने पनि छ नि त. सो त्यो त्यताबाट पनि उहाँहरूको युटिलाइजै गर्नुपर्ने फन्ड हो. अनि यसमा हामीले भन्न खोजेको सबै इन्सुरेन्स कम्पनीजको अपरेसनल त्यो गर्ने पनि भन्न खोजे होइन. दोज हु निड इट के जस्तै कतै शिखरको अलरेडी वेल सर्टेड आउट ग्राउन्डमा छ होइन प्रेजेन्स भने हामी जस्ट हाम्रो टेक अफरिङ्स हुन्छ. बट इफ दे रियली वान्ट इट दे हेभ टु pay some additional fund. So basically it is not plan side cost. Not plan side cost. So what other cost do you have then besides the operations cost of cost of parena bhane that's mostly balance out with revenue, the additional revenue, the cost चाहिँ let's say the margin नभए पनि problem भएन. So looking at plan side as a business, what are the major revenue sources that you have? I think I heard 8% or somewhere around the lines. I mean policy sold मा certain commission लिइरहेछौँ. Is that the only revenue you make or are there other modalities of revenue? यसमा हामीले यही हजुरकै यो डायल एक्सिलेटरमा आउँदाखेरिको एक्सपिरियन्सबाट पनि नट जस्ट पर्सेन्टेज पर पोलिसी सोल्ड तर एउटा अपफ्रन्ट पनि यो नयाँ प्रडक्टको लागि सर्टेन अपफ्रन्ट चार्ज द्याट्स फर यो हामीले जुन एक्चुअल मोडल बिल्ड गर्छौँ नि हिस्टोरिकल इयर्स अफ 30+ इयर्स अफ सेटेलाइट डेटा हेरेर त्यसपछि त्यो प्राइसिङ मोडल्सहरू जुन बनाउँछौँ त्यसको अपफ्रन्ट कस्ट पनि लिने सोचिरहेछौँ यो नयाँ इन्डेक्स प्रडक्टको लागि. समवेयर इन्ट्री ब्यारियर नहोस् तर सर्टेन सुरुमै लियो भने द्याट मोटिभेट्स देम पनि के. सो 10% भन्यो अब उसले केही अपफ्रन्ट तिर्नु परेको छैन पोलिसी नै इस्यु नगर्यो भने त हामीलाई पैसा आएन. सो एटलिस्ट 10 लाख जस्तो त्यस्तोहरू लिन सक्यो. 5 to 10 लाख कमिटमेन्ट कस्ट हजुर. और टेक्नोलोजी इम्पावरिङ कस्ट अनबोर्डिङ कस्ट किनभने त्यो ट्रेन पनि गर्नु पर्यो सिकाउनु पर्यो उसको स्टाफलाई पनि ट्रेन गर्नु पर्यो. मेक सेन्स. ओके सो यही दुईटा हो मेजर रेभेन्यू हैन. सो व्हाट अबाउट अदर कस्ट लाइक टेक्नोलोजीको कस्ट अपरेसन्स कस्ट कति जति केमा आउँछ के हेडिङमा आउँछ कस्टहरु चाहिँ त्यही लाइक अदर देन ओभरहेड जस्ट द कम्पनी कस्ट हैन हाम्रो
एम्प्लोइजहरू टिम चाहिँ अहिलेसम्म लिनै राखेको छौँ बट एज इट स्केल्स वी निड टु स्केल होइन इन्फ्रास्ट्रक्चर कस्ट चाहिँ हाम्रो सिग्निफिकेन्टली बढ्छ जस्तो लाग्छ स्पेसिफिकली फर द लाइफ स्टक बिजनेस जहाँ चाहिँ part of like each policy issued other than the data being collected and secured, we're also collecting like volumes of media. So like videos or photo collect some problem when it goes into like millions, then there's going to be a scaling problem. For both of our tech offerings, crop or livestock, it's not a one-time product just to like as hamro cattle identification scales, more data comes in, continuously हामीले ट्विक गरिरहनुपर्छ कि प्यारामिटर्सहरू मेन्टेन गरिरहनुपर्छ पर्फर्मेन्स इभ्याल गरिरहनुपर्छ होइन इन्डेक्समा पनि डिपेन्डिङ अन द प्रडक्ट डिपेन्डिङ अन इच पाइलट वी निड टु लाइक फ्याक्टर द्याट इन सो यो कन्टिन्युस डेभलपमेन्ट त्यहाँ चाहिँ द्याट्स वेयर द मनी इज गोइङ इन ट्यालेन्टमा होइन सो द्याट इज मोस्टली अराउन्ड टेक्नोलोजी होइन सो एनी अदर कस्ट द्याट यु हेभ टु कभर लाइक अरू इज देयर एनी rule that says for any insurance policy sold you have to pay some premium to the government त्यस्तो केही छ or human resource को cost मा पनि like tech resource बाहेक को चाहिँ operation resource को cost हैन त्यो चाहिँ छ कि छैन for you to sustain whatever model you are currently running on so त्यो like farmer त्यस्तो particular like government लाई यति दिनुपर्छ भन्ने चाहिँ अहिले आएको छैन हैन in fact like उहाँहरुकै अनुदानको बेसिसमा हामीले like livestock product चाहिँ actually like गर्न सकेको होइन ओके अपरेसनली त्यही हो लाइक बियोन्ड लाइक इनेभिटेबली लाइक पार्ट अफ आवर कम्पनी कस्ट अब यो लाइफ स्टक प्रडक्ट बनाउँदाखेरि अ कस्ट द्याट वी डिडन्ट हाउ टु डकुमेन्ट अलमोस्ट चाहिँ फिल्ड भिजिट कस्ट टु डेभलप द टेकमै हाल्नु परेको थियो होइन लाइक इट्स सो एक्सटेन्सिभ हामी 5 जना अब म्यान आवर्समा गर्ने हो नि होइन गएर कहाँ ललितपुरको कुन गाउँमा पुगेर दिनभरि बसेर 30 वटा photo खिच्नेको हुन्छ नि so and that's the continuous part right like there's so much that goes into the tech maintenance that can't necessarily be classified as operational but there's actually like operations involved so it's so data collection operation भयो mostly because database tech हो अनि longer run मा त त्यही data use गरेर problem solve गर्ने भन्ने गर्न खोजिरहेको हो नि त हैन okay so overall if you had to rate your business model today out of 10 how much would you rate so I would rate it very highly and I would go all the way up to 8-9 with the asterisk that with policy considerations sir does the tech work can we successfully for all use cases identify the cows just so your binariness of the problem like actually solve garna sakyum bhane chai the upside is so high generally in tech scalability is the value proposition like revenue scales exponentially compared to cost so other than that like I think we're poised in a very good way in terms of like cost structure and revenue. Okay, since we have already spilled the beans about your entire business model and let's say some genius figured out okay these guys are doing so well I need to just copy them so unfair advantage ko ni haile ekdina गफ त गर्यौं but would you encourage people to come into this domain and try to invest in insurtech or agri-tech or like would you have some advice for them ke भन्नुहुन्छ like somebody wants to come and do the solve problems in the ecosystem भने चाहिँ what would be your advice to them or warning definitely म चाहिँ नि एकदम इन्करेज गर्छु कोही हुनुहुन्छ भने आउनै पर्छ किन हामीले मात्रै एक्लैले सल्भ गर्न सक्दैनौँ इट्स अ बिग मार्केट हैन र अलिकति मैले सजेस्ट गर्ने भन्दा अलिकति समथिङ लाइक ब्लू ओसन छ यसमा धेरै चिज अलिकति लङ गेम चाहिने छ अलिकति रियलाइज छैन रेभेन्यू इमिडिएटली अनि अलिकति धेरै हुन्छ नि धेरै गएर बुझाउनु पर्छ टेक हैन सो इन्करेज गर्छु र हामीलाई पनि मोटिभेसन हुन्छ अरू प्लेयर्सहरू आउनु भयो भने किन कम्पिटिसन इज नेसेसरी जस्तो लाग्छ I would strongly discourage young people to come for those who are very impatient frustrated चाँडै हुनुहुन्छ भने चाहिँ please don't do agri-tech do anything else in Nepal because huge part both of our product we always like महिनाको 2 चोटी त हामी इन्स्योरेन्स अथोरिटी र मिनिस्ट्री पुगिरा हुन्छौँ for better or for worse Nepalको bureaucratic system is very slow हैन and you just have to have so much patience and grace for every single stakeholder and like I said like the revenue realization हामीले त्यो 3 वर्षपछि अलिकति आइरा जस्तो छ अनि we know that there is a lot to gain in the future if we choose to persist खालको industry हो so if you don't resonate with that
come in. I would like to say that having been in the space and our brand value, okay, our biggest asset, all the players know us. The Ministry of Agriculture knows us by name. So they trust us, they trust our product. We've delivered time and again. So rather than coming into the space to compete, if any of these like mission vision actually align with young people, like their talents will be so appreciated at PlanSet itself. We're trying to solve a genuine problem in Nepal. So doing it together sounds to me more effective than separate companies pushing on their own accord. Okay, so since you're part of the Dial Accelerator and one of the 7 companies going to get a grant, how would getting that grant change your approach, or is there a plan already in place? And if somebody were to invest in your company, how would that look like? Are you looking for investors? So त्यसमा पनि somebody is listening, maybe willing to pour some money into your company. So Dial कोबाट SDC को जुन ग्रान्ट आउँछ नि त्यसको हाम्रो मेजोरिटी पोर्सन चाहिँ नि अवेरनेसमा छ कि किन हामीले अहिले कस्तो कन्डिसनमा छौँ भन्दाखेरि टेक बनाएर छौँ जुन एन्डमा चाहिँ नि फार्मर्सलाई बेच्ने हो नि फार्मर्सलाई थाहा नै छैन 3टा क्याटेगोरी अफ फार्मर्स जसलाई थाहा नै छैन बिमा हुन्छ भनेर पनि जसलाई थाहा छ भने मोटरको मात्र बिमा हुन्छ भन्ने थाहा छ अब कोहीले झुक्केर गरिराख्नु भएको छ ट्रेडिसनली भने एग्रिकल्चर इन्सुरेन्स म फेरि गर्दिनँ एकदम झन्झट भयो डकुमेन्टेसनको भन्ने छ सो अनि मोस्टली दाइ त थाहा नै छैन त्यो मैले भनेको क्याटेगोरी भने लेस देन 1% 2% होला सो यसमा मेजर फन्ड हामीले चाहिँ नि कता डिरेक्ट गर्न खोजिरहेछौँ भन्दाखेरि बिमाको निड के छ त ल अब क्लाइमेट एक्सट्रिम भइरहेछ आफूले जति मेहनत गर्दा फेरि पनि हार्भेस्ट हुन सकेन हैन सो त्यो एउटा सेक्युरिटी सेन्स अफ सेक्युरिटी हुन्छ भनेर र यो इन्डेक्स प्रडक्ट इटसेल्फ कस्तो देखिन्छ यसको लागि कोअपरेटिभ्सहरूलाई पनि अवेरनेस नेसेसरी छ किन यो थाहा भएको चिज त छैन नि त कसैलाई इभन रेगुलेटर्सबाट एनआईएबाट पोलिसीको पर्मिसन्सहरू लिनलाई पनि अलिकति हामी त्यो सब पुश गरेर छौँ सो गिभन यस्तो कन्डिसनमा मोस्टली will be spent in awareness र training programs हरूमा हो so त्यसले चाहिँ deeply accelerate चाहिँ गरिदिन्थ्यो कि on your it's kudos to the way you've designed the accelerator हैन so beyond the grant पनि we've gotten so much confidence and clarity that as you understood हुन्छ नि यो awareness problem we would obviously have to navigate it by leveraging capital ourselves or through the insurance companies. So yeah, like and not just for us, like tech literacy and insurance awareness, we actually believe will uplift all the agri-tech startups in the more comfortable we make farmers with tech, the more everything thrives. And so I'm like hyper speed, we wouldn't have to care about so much money figuring that out. Instead, we could actually operationalize quickly. So what about the investment angle? Somebody looking to invest money, how would you pitch to them? Like, what would be the value addition they could be bringing, or where actually would you need capital to scale as of today? So as of right now, right, once again, the strength of PlanSet has been, we've at least been sustaining ourselves as a young startup. And we are open for investors, but like the way we're characterizing it is like strategic investors internally, which is capital, let's say we can divest into like grant angles and actually invest more on the business development angle. So this is like company chalne paisa bhayihalyo, but other than that, like our key barriers people with influence, people with connections to the industry or to the ministry where like strategically they can guide us as well, not just money, and ideally investors who really resonate with the problem that we're trying to solve, who understand food security lies at the heart of what we're doing, who's frustrated by the fact that there's so much money government is giving that's not reaching to the farmers. Khalko orientations, we are looking for some support and investment, willing to part equity for that, but beyond the money, also just some kind of expertise, guidance, mentorship across these board bako aligned partner is something that we're ideally seeking. Hopefully somebody is listening and will come back to us. So for Suman, let's say your insurance domain ko sab problem solve bhaiseko, right? Now your possibilities you want to solve for them, and your farmer ko sabai problem solve bhaiseko. Imagine a world where you are God and everything has solved now. So after that, how would life look like for you? And what does being alive mean for you at that point in time? सबै चिज सल्भ भयो ल फार्मर्सहरूको पनि त्यो सिनारीमा भन्यो भने
म स्टिल केही न केही प्रब्लम आइडेन्टिफाई गर्थेँ विच इज वर्थ सल्भिङ कि Okay, let me rephrase my question. Hai na? You are God in this universe. हजुर There are no problems because you have designed it such a way that there are no problems. नो exist. प्रब्लम्स एट अल हजुर And I mean, hypothetical गफ गरिरहेको छौँ नि त. So in that instance or at that point, what would Suman do with his life? लाइफलाई रिफ्लेक्ट गर्थेँ के भयो त मेरो लाइफ र हुन्छ नि मैले चाहिँ नि कसरी सोध्छु भन्दाखेरि सद्गुरुको एउटा चिज मलाई जहिले याद आउँछ कि जहिले पनि उठ्दाखेरि रिमेम्बर युल डाई समडे एक दिन त मर्छु म होइन सो त्यो मैले चाहिँ नि इम्प्लिमेन्ट पनि गरेर हुन्छु क्या यो सो त्यो एउटा गर्ने बित्तिकै के फिल आउँदो रहेछ भन्दाखेरि एउटा सेन्स अफ एक्साइटमेन्ट के ल हुन्छ नि अनसर्टेनिटी पनि छ कहिले मर्छु थाहा छैन अनि त्यसले नै ड्राइभ गरेर थियो मेरो अहिलेसम्मको त्यो यो प्लान स्याटको मिसनहरू होइन तर गिभन इफ देयर इज नो प्रब्लम एट अल म अलिकति इन्जोय पनि गर्छु होला म घुम्न जान्छु देयर इज नो प्रब्लम म आई लाइक टु एक्सप्लोर द वर्ल्ड पनि मलाई ट्राभल गर्न मनपर्छ सो ब्याकप्याक गरेर कतै समुद्रतिर जान्छु कायाक गर्छु आइल्यान्ड हपिङ गर्छु होइन र जति रिमेनिङ लाइफ छ एकदम फुल्ली इन्जोय र जति पोसिबल छ आई गिभ ब्याक टु कम्युनिटी जो निडी मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई सपोर्ट गर्छु होला As of today, how much of those things are you doing currently, and what is not possible, or what is stopping you from doing that right now? आइएम स्टिल डुइङ इट जस्तै ट्राभल गर्छु म होइन एकदम एडभेन्चरस चिजहरू गर्न मन लाग्छ रिसेन्टली बर्दिया गएको थिएँ बर्दियामा बाघ हेर्न मन थियो ट्री हाउसमा बसेँ होइन अनि त्यसपछि थ्री नाइट्स बर्दिया बसेँ एक नाइट त बिहान हाइवेमा हजुरको अम्बासादेखि चिसापानी जानेमा स्योर बाघ देख्छ भने बिहान 3 बजे उठेर त्यो हाइवे 6 चोटि हिँडेँ मेरो वाइफसँग देखिएन त्यस्तै सफारी गएँ होइन अनि त्यसपछि पोखरा गएँ कायाकिङ गर्न मन लाग्छ मलाई फेवातालमा कायाकिङ गरेर अनि अलिकति चिकन बार्बिक्यूहरू लिएर तालपारी गएर त्यो आगो बनाएर अनि त्यसपछि बार्बिक्यू गर्दै इन्जोय गर्न मन लाग्छ सो आइएम स्टिल डुइङ एभ्रिथिङ अनि त्यसपछि कम्युनिटीलाई गिभ ब्याक गर्ने पार्टमा पनि फार्मर्सहरूलाई इम्पावरमेन्ट सो आइएम स्टिल डुइङ एभ्रिथिङ द्याट आई डु त्यो हुन्छ नि द्याट आई वान्ट टु डु इफ पर्पज चाहिँ त्यो भए पनि सो सिमिलर लाइनमै छ जस्तो लाग्छ मलाई What about Gaurav? Like, if you were never to die, you had infinite resource, infinite time, you could do everything. What would you do with your life, and what would life mean at that point? I'll say I operate from a place of abundance. Say, imagine if you're gods. There are days where I feel like we're all are. And your question of purpose, like the last 2 years, meditation okay. There's a very painful quote I came across on social media. Kunjal lekha थियो कि in Nepal you successfully made it if you successfully left the country. Like that's it's such a painful reality in हाम्रो देशको लागि अनि देशभक्तिमा I think we put so much burden on young people to know their purpose in life. मेरो लागि चाहिँ why am I back in Nepal हैन मेरो अलिकति स्टेटस को भन्दा राम्रो स्कलरसिप पाएँ म व्हाइट हाउसमा गएर बाइडेनसँग पनि गफ गरेँ हैन मैले लाइक फर्च्युन 500 कम्पनीमा सिइओसँग 1 महिना स्याडो पनि गरेँ सो मेनी अपर्च्युनिटिज दुबई गएँ टन्नै पैसा कमाएँ कि 1.5 वर्षमा मम्मीहरूलाई घुमाएँ विदेश फर द फर्स्ट टाइम गाडी किनेँ हैन एन्ड देन आई ह्याड टु अब्रप्टली लिभ अल अफ इट 1.5-2 years ago एन्ड कम ब्याक अझै पनि सोध्छ कि फ्यामिली भएको चाहिँ के भनेर हैन इट्स द थिङ द्याट आई कुडन्ट एक्सप्लेन ओके एन्ड द्याट्स काइन्ड अफ वाट माई एन्सर इज गोइङ टु बी टुवर्ड्स हैन चाहिँ देयर इज अ डिप सेन्स घर भनेको घर हो कि नेपालको माया लाग्नु पर्दैन नेपालीको माया लाग्नु पर्दैन हैन बट देयर इज पार्ट्स अफ यु द्याट निड्स टु बी केटर्ड स्पिरिचुअल्ली हैन म आएँ अहिले नेपाल प्लान्टरसँग इन्भल्भ भएँ काम गरेँ सो द वे आई सी दिस क्वेसन कि गर्ने चाहिँ के हो भन्दाखेरि चाहिँ फन्डामेन्टली द वे आई लुक एट लाइफ इज कर्म हो काम गर्नै पर्छ लिजर इज नट द एन्सर आई एक्सपेरिमेन्ट आई डिडन्ट डु एनिथिङ फर 2 months द्याट्स नट अ ह्याप्पी लाइफ पनि रहेछ कि होइन ओके सो के काम गर्नुपर्छ सबैको कर्म छ होइन इन अ वर्ल्ड वेयर स्ट्रक्चर्स कन्स्ट्रेन्ट्स एस्पिरेसन सोसियल मिडिया सबै देख्दाखेरि चाहिँ ओके अ पर्पसफुल लाइफ इज वान वेयर युजिङ माई इनहेरेन्ट ट्यालेन्ट एन्ड स्किल्स about things I'm passionate about. त्यो पनि लाइफ लङ हुनु पर्दैन कि इट्स नट एग्रिकल्चर इन्डस्ट्री द्याट आई लिभ फर होइन टुडे आई केयर अबाउट दिस
today I have ownership over my time, ownership over my attention. Kaha attention rakchu and how I do things. Ko mixture गरेर चाहिँ that's how I'd like to do life, okay, हैन? And what that has led me to. So म पर्पस खोज्दै गएँ हैन, म किन खुसी छैन यार, सबै छ त, सबै छ के दाइ, पैसा छ, रेपुटेसन छ, lovely friends in Dubai हैन. I came back and I haven't like taken comparatively aligadi pani salary compared to what I was making, but why am I happier today भन्दाखेरि चाहिँ okay, there's something pulling me today. दाइ आज मैले हेर्दाखेरि what is my purpose भन्दाखेरि what hurts me a lot, okay. दुबईमा बसेको छु नि त म. I've seen Nepali people love Nepal, okay, दाइ. Like people don't want to go work there for 30 years away from their family and their children, हैन. And now I'm looking at this country where the structures, के हाम्रो government part of it, enterprise is part of it. I know, like skilled Nepal people are so smart. Like, I don't know what else to say. Young bhaiहरू opportunity नभएर painfully they're detaching away from their home, their identity, their like spiritual connection to this place. And अहिले मैले मनभित्र हेर्दा गौरतिर कज चाहिँ के हो भनेर सोच्दाखेरि can I make a dent in that problem? के यो painful reality of displacement छ नि, अनि undignified पारामा के very few Nepali people go abroad in a dignified way. पहिला भाडा माग्छु 10 वर्ष एउटा गाडी किन्छु अनि ग्रिन कार्ड लिइसकेपछि चाहिँ भन्ने खालको reality. Can I do something about that is my cause today. And I realized that this is beyond hedonistic desires. कि पैसा गाडी एकैछिनको लागि हुने रहेछ, कि घुमघाम एकैछिनको लागि हुने रहेछ, त्यसपछि something deeply tether गर्छ है. So the way I have to summarize my answer is, first of all, मेरो 24 घण्टामा I have full ownership of it. Like truly, like I'd love to work with the people I want to work with, do the things I know how to do best. Largely चाहिँ like attaching myself to this painful thing that I need to do something about. भन्नेमा चाहिँ अहिले orient भएर बसेको छु हैन. I don't know what's next. Okay. But I know. So yeah. If we go further and let's say in X years, yeah, let's say in next 20, 30 years, 50 years, that cause is fulfilled. Hazur. And with your effort, where the other people realizing the same thing, people putting hands together, that gets solved. So I would like to take you into the future, like 70 years, 90 years from now. Imagine you are in your deathbed. Oh. And at that point, how much of that cause being fulfilled would matter to you, and what else would be important to you, or how would you look at your life? So I like still you are operating from a place of I want to be better in terms of this scenario, I want to change this scenario, I want to make a dent in terms of not having other people go through what I went through or what other people may have to go through. To stop छोड्दिम क्या, just Gaurav, like you have achieved that now. Imagine you have achieved that 50 years now. From now, it doesn't exist. That is now solved. Maybe some other problems exist, but it's a vicious cycle. Like you solve one problem, you see another problem, and you go into that. So it never stops. Somebody is solving this problem, somebody is solving that problem. Even whereas, so it's endless on the. But as I think someone said, like death is inevitable, and the more the thought. So whether that gets fulfilled, not fulfilled, you become happy, not happy. So let's say, you are 70, 90 years from now, I don't know, and you know you are going to die tomorrow. So at that point, how would you look at what you're trying to solve now, or त्यो पोइन्टमा चाहिँ के हुन्छ होला तिम्रो लागि के इम्पोर्टेन्ट हुन्छ, त्यो म्याटर गर्छ कि गर्दैन होला भन्ने क्वेसन. सो हुन्छ नि प्रिसाइसली दाइ, लाइक कज फुलफिलमेन्ट नै होइन कि मेरो मेट्रिक. एउटा कजमा चाहिँ जेन्युनली अट्याच भइदो रहेछ होइन. The way I measure, like at the end of every day, सुत्न जानु अगाडि बिहान उठ्दाखेरिको energy is determined by how much agency and gauravness did I have in that day जस्तो के. कजको कुरा कहाँबाट आयो भन्दा, in light of this recognition of something so painful, to do otherwise doesn't make sense जस्तो के. मलाई भित्रैबाट यसको लागि के गर्न मन छ भन्ने, this will evolve के दाइ 10-15 वर्षमा अर्कै कुरा होला नहोला होइन. But just when I look back, मेरो realities के छ. I have a family, we had very little. My mother raised me and my sister so well. There's so much I want to give back to her. I want to be able to be financially independent enough that I, in her twilight of her years, मलाई दिन सके भन्नेको खुसी होइन. त्यो दिन सक्ने बेलामा I could toil abroad, पैसा मात्रै होइन नि त. Can I also fix for that problem whilst being fully me and doing the things I want to do in the way I want to do? It's a metric भयो क्या दाइ. So at my deathbed, when I look back at my life, there are certain responsibilities did I fulfill. Most importantly, how did I approach that?
how much of myself, how much of my artistry, business. How much Gaurav became Gaurav is the thing you are after. Precisely, yeah. So you want to be vibrating on your own frequency. Absolutely. And that's what defines who you are. Absolutely. And if you have lived enough in your own frequency, and that's enough for you. So that is what I understood from what you're trying to say. Fundamental belief that everyone, if they resonate in their frequency, your terminology use गर्दाखेरि, I think like greatness is inevitable. मैले अघि भने, I think there are times when I feel like we're all gods. And because what is God? Like truly naked. And I think it's such a fight. The structures are so powerful. The false aspirations are so tempting. I know that everyone's kind of confused just the likes. Okay? So the process of going deeper and त्यहाँबाट manifest हुने life चाहिँ is the life worth living. जस्तो खालको हेर्छु कि म अहिले. That's अलिकति wishy-washy भयो हैन तर we wanted to hear that. Yeah. Your authentic self, what you want to do, how you want to live your life. So that was the purpose of this whole conversation. So keeping along those lines and looking at technology and its evolution, our last 20-30 years technology कसरी evolve भइरहेछ र which has reached to this point of AI, everything AI now. So how has this changed how you live, how you do business, how you work? त्यसको चाहिँ इफेक्ट के छ? लाइक हुन्छ नि अब यो 15 years ago maybe त्यो कसैसँग फोन पनि हुन्थेन होला, लाइक सेल फोन भन्ने स्मार्टफोन भन्ने कुरै थिएन हैन. अनि आज चाहिँ you think of something, you give a prompt and everything is there जस्तो भइसक्यो हैन. So how do you look at these technology evolutions? Is this changing world for the better? Are they making your life better, or is this a nuisance that you have to go through? You पनि फेरि phase हो कि हैन. So what's your take on that? यस्तो इन्ट्रेस्टिङ फेजमा छौँ जस्तो लाग्छ कि हामी. मैले रिसेन्टली मेरो भान्जाहरू र मेरो भतिजी 5 वर्षको उनीहरूलाई सोद्धा उनीहरूलाई थाहा छ कि ChatGPT भनेको के हो भनेर. भनेपछि इमेजिन गर्नु न उनीहरू 5 yearsको मान्छे फ्युचरसम्म कस्तो के चेन्जेस आउला. अहिलेदेखि 5 वर्षको मान्छेलाई ChatGPT AI भने के हो थाहा छ भनेपछि र हाम्रो टेक सिनेरियोमा पनि यस्तो छ कि अहिलेसम्म हामीले नदेखेको भनेको सोलो फाउन्डर युनिकर्न्सहरूको त्यो पार्ट छ नि. जस्तै त्यो पोसिबल हुन्छ जस्तो लागिरहेछ कि किन भन्दाखेरि अल टेक इन्फ्रास्ट्रक्चर all taken care of by AI भयो भने त्यो अपरेसनल कस्ट, त्यो स्यालेरिजहरू धेरै टेक टिम ठुलो अनि त्यो दिन चाहिँ नि चेन्ज हुन्छ कि जस्तो लागिरहेछ. र यो हाम्रो लागि चाहिँ नि हुन्छ नि, मलाई चाहिँ एकदम पोजिटिभली लिइरहेछु किन लाइफ वुड बी इजी जस्तो लागिरहेको छ. यो फ्युचर चाहिँ नि सो गुड विथ AI. What's your take on this? So like everything, your AI चाहिँ it's completely taken over my life, and not since 2022 when GPT became live, since 2018 when AI Conversations was going on, and I came across a book, Life 3.0, Max Tegmark. Him and Elon Musk have been talking about just alikati extending timeline, AGI tiro gayo भने implications. So deep, like 4 chapters about what is intelligence. So मलाई चाहिँ like in my day-to-day life and everything I do, काम, business or personal life मा चाहिँ this is a force that has really like slapped me in the face and asked me, every day it asks me like, intelligence bhane ke ho and what makes us human? What does it mean as an intelligent being in this world to have an accompanied tech and that is also intelligent? And this is unlike anything we've ever seen. So evolve हुँदै गएर त्यो AGI को super intelligence level मा पुगेर it becomes it can do things that humans aspire to do better than humans को point मा चाहिँ my question exactly is त्यो टाइममा चाहिँ what would it mean to be human के हैन. So अहिले त कम्पिटिसन को कुरा होला, कुनै प्रब्लम सल्भ गर्ने कुरा होला, whatever humans are doing त्यही सल्भ गर्न अटोमेट गर्नलाई हामी AI युज गर्ने वाला लाइनमा चलिरहेछ नि, त्यसको इभोल्युसन भइरहेछ अरे हैन. त्यो कुनै दिन एचिभ भयो अरे हैन. त्यो रोबोट you can create a clone of human arms, everything, त्यो कहाँ पुगिसक्यो टेक्नोलोजी हैन. सो इभन त्यो मेरै क्लोन गरेर मेरो छेउमा राखेर मै जस्तो बोल्ने, सब कुरा गर्न सक्ने, कन्भर्सेसन गर्न सक्ने, मैले गर्ने काम गर्न सक्ने भयो भने चाहिँ सो वाट वुड डिफरेन्सिएट मी फ्रम द्याट थिङ के हैन. सो त्यो चाहिँ मेरो एकदम जहिले पनि एकदम डिप क्वेसन हो क्या. वाट वुड इट मिन टु लिभ इन द्याट एरा एट द्याट टाइम
एन्ड हाउ इट बी मिनिङफुल होइन मैले गर्ने सोच्ने त सबै कुरा त्यसले गर्न सक्छ होइन त्यो ह्युमन ब्रेन युटिलाइजेसनसँग रिलेटेड कुरा अर सोसाइटीको प्रब्लम सल्भिङ होस् अर कोर्स गर्ने जेसुकै होस् क्या त्यो त अभियसली बेटर गर्छ जुन वेमा प्रोग्रेस भइरहेको छ टेक्नोलोजी होइन कति वर्ष लाग्ला भन्ने डिफ्रेन्ट कन्भर्सेसन भयो बट होइन त्यसले चाहिँ के इन्साइट गर्छ के क्वेसन दिमागमा हाल्छ भने लाइक वाट डज इट मिन टु बी मी वाट डज इट मिन टु एक्जिस्ट होइन अब त्यो त इभन ब्याट्री अपरेटेड हो ल पावर सोर्स पनि राख्यो भने इन्फाइनाइटली बाँच्छ होला क्या होइन हाम्रो त डेथ हुन्छ भन्ने छ नि त एभ्रिथिङ द्याट गेट्स क्रिएटेड विल गेट डिस्ट्रोयड इन सम वे भन्ने छ होइन सो एआई पनि होला त्यस्तो सेन्समा चाहिँ तर लिमिटेड लाइफ स्प्यान हुन्छ जस्तो लाग्छ हाम्रो चाहिँ होइन अनि त्यो पोइन्टमा चाहिँ अनि बल्ल त्यो वाइ एम आई अलाइभ वाइ डु आई एक्जिस्ट वाट इज द पर्पज अफ माई लाइफ भन्ने क्वेसन आउँछ जस्तो लाग्छ क्या सो ओभरअल ह्युम्यानिटी नै त्यो क्वेसन सोध्ने पोइन्टमा पुग्नलाई चाहिँ त्यो लेभलको टेक्नोलोजी इभोल्युसन भएपछि हुन्छ भन्ने हाइपोथेसिस हो मेरो चाहिँ राइट नाउ चाहिँ पिपल आर लाइक फेसिनेटेड विथ टेक्नोलोजी यो भइरहेछ त्यो भइरहेछ यसले यस्तो गरिदिन्छ है भनिरहेछ होइन तर त्यो पिपल रियली स्टार्ट क्वेसनिङ देमसेल्फ चाहिँ त्यो पोइन्टमा पुगेपछि बल्ल स्टार्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ मैले रिसेन्टली एउटा त्यो ब्ल्याक मिरर को एउटा एपिसोड हेरेको थिएँ कि त्यो आफ्टर लाइफ क्लोनिङ गरेर भर्चुअल वर्ल्डमा कस्तो हुन्छ नि त्यसले गर्दा डेथको पर्सपेक्टिभ नै चेन्ज भयो कि त्यो हजुरले हेर्नुभएको छ कि एउटा छ 1 आवरको मात्रै छ होइन त्यसमा सुरुदेखि नै के गर्छ ओल्ड एज पुग्न थालेपछि एउटा के चिप फिट गर्छ उसले सब त्यो ब्रेनको त्यो एक्सपिरियन्सेस अनि त्यसपछि नयाँ वर्ल्डमा लग्छ ओल्ड एज हुने बेलातिर र त्यहाँ एउटा छुट्टै वर्ल्ड हुन्छ वेयर इट गोज अन फर एभर के सो आफ्नो भर्चुअल वर्ल्डभित्रै आफ्नो साथी बनाएर सो वेन यु डाई यु हेभ अ फ्रेन्ड हु इज कनेक्टेड विथ यु सो त्यो हुन्छ नि त्यसले गर्दा डेथ नै पछिको वर्ल्डमा त रियालिटी हुन सक्छ जस्तो लाग्यो कि सो पिपल विल लिभ फर एभर इन अ भर्चुअल वर्ल्ड भन्ने पर्सपेक्टिभ पनि त्यो ब्ल्याक मिरर मलाई एकदम इन्ट्रेस्टिङ लाग्छ कि त्यसले त्यो एपिसोड जुन पनि हेरेपछि सोच्न बाध्य पारिदिन्छ कि अनि डु यु गाइज टर्न अफ योर सेल फोन्स व्हाइल स्लिपिङ अर यु किप इट अन राति सुत्दाखेरि चाहिँ इट्स भेरी फार अवे फ्रम माई बेड होइन म चाहिँ आई हेभ ह्याड अ भेरी हरेबल रिलेसनसिप विथ सोसियल मिडिया नट पर्सनली but just what it's done to society and that note ke, what does it mean to be human in this hypothetically extend gardakheri where general intelligence is a reality भन्ने मा पनि त्यही जान्छ के हैन in the best case two things happen just like what it means to be human हैन if certain things are correct एउटा quote देखेको थिएँ मैले हैन once it was so funny it's like some really random person on Twitter wrote I thought when AI would come it would do my laundry so I could do my art. Now AI is doing my art and I've only been doing my laundry. I thought it was so profound, you know, because at best, you know, in a world where these mundane, menial, laborious tasks are automated and taken care of. First of all, I don't think we can forget we're animals in this world. Okay? AI why are we giving so much premium to the part of our intelligence, the mathematical layer, which is logical and intellect. Right? Like, अहिले यहाँ बसिरहेछौँ दाइसँग गफ गर्दा राम्रो भाइब्स आएर म एनर्जाइज्ड भइरहेको छु नि AI को just the LLMs don't account for that जस्तो लाग्छ कि we're a whole being, we're so much closer to monkeys than we would be to that AI, you know? So what does it mean to dance with your lover and feel love? Is what will make us human, just okay. And even in like workplace, I know. Can AI feel while एरिनामा गयौँ कि हामी होइन सो त्यो पनि पोसिबल हुन्छ सम्म कन्भर्सेसन छ आई एम नट स्योर इफ द्याट्स रियल होइन सो एट द एन्ड अफ द डे इफ फिलिङ इज अ प्याटर्न द्याट क्यान बी होइन पिन पोइन्टेड मेबी दे विल अल्सो हेभ फिलिङ्स क्या होइन इन सम प्रम्प्ट इन्जिनियरिङ त्यो एआईलाई गाली गऱ्यो भने त्यसले बेटर एन्सर दिन्छ सम्म भइसकेछ नि त होइन अनि yes but even though they have that capacity to be human would mean that you can experience that feeling precisely and whatever that feeling is हैन त्यो भन्न खोजेको लाइक AI सँग नहोला सित मतलब भएन के it's independent हैन so we can have that feeling we can experience that feeling as humans and that is the essence of being human लाग्छ मलाई पनि त्यही त चेस कसले राम्रो खेल्न सक्छ is a better क्रिचरबाट नाप्न थाल्यो भने त हार्छौँ क्या हामी हारिसक्यौँ होइन बट त्यही एक्ज्याक्टली
we don't care what the AI can feel or not feel. It's not a intellectual discussion. And it's like, Oh. what do you retain that is uniquely yours? And त्यहाँ चाहिँ अब varied perspectives, like what does it feel and where does it come about? Like in the workplace, I think at best, if we leverage this technology, we've already been doing it जस्तो लाग्छ कि मेरो काममा personally मैले जे गर्छु नि, the amount of time I can give and attention I can give to creative ideation, imagination, like मान्छे बुझ्ने होइन, अनि त्यसबाट बिजनेसमा ढाल्न सक्ने मलाई ब्यान्डविथ दिएको छ कि. द्याट्स काइन्ड अफ हाउ आइ एम लुकिङ एट एआई राइट नाउ होइन. Okay, so and what about astrology? Do you guys believe in astrology, use astrology day to day, or फ्यामिलीमा मात्रै युज हुन्छ वाला कुरा हो के हो खास? एस्ट्रोलोजीमा अब फ्यामिलीहरू चाहिँ अलि बिलिभ गर्नुहुन्छ होइन. म चाहिँ पर्सनली खासै बिलिभ गर्दिनँ. इभन Did you look into your charts or wife's chart when marrying or not? No. हजुर त्यो चाहिँ नि हेरेन. इभन एरेन्ज म्यारिज हो. Not your family also? फ्यामिलीहरूले पनि हेर्नु भएन. इभन एरेन्ज म्यारिज थियो अनि हामी कनेक्ट भयौँ, भेट्यौँ, कुरा गऱ्यौँ, अनि त्यसपछि मन पर्यो, लभ पर्यो, अनि त्यसपछि अब त्यो हेर्न थाल्यो नि के भनिदिन्छ त्यहाँ होइन. बरु नहेरौँ भनेर नहेरिकन गरे हामीले चाहिँ नि. Okay. So I think त्यो वैदिक टर्म्समा त्यसलाई गन्धर्व बिहा भन्छ कि के भन्छ क्यारे. And that's when you love someone and you marry, you don't look into anything. And so there are 3-4 kinds of marriages, and if you follow that, then other things don't apply भन्ने पनि छ क्या. So I recommend you never look then. कुनै पनि पोइन्टमा नहेर्नु क्या त्यसो भन्छ होइन. एकचोटि त्यो यु क्यान्ट बी हाफ वेड अबाउट इट क्या. लाइक मैले त्यो पोइन्टमा चाहिँ मैले नहेरी गरेको, अब कुनै पछिको पोइन्टमा गएर हेर्छु भन्नु थाल्यो भने चाहिँ द्याट इज लाइक सो रङ, सो ब्याड जस्तो लाग्छ क्या. सो इभन इन यर बिजनेसेस यु डोन्ट ह्याभ कन्भर्सेसन अराउन्ड कलर्स, वास्तु, त्यो केही छैन तपाईँहरूको कसैको पनि? नोबडी इन यर टिम? वाट अबाउट गौरव? फ्यामिली अलिकति ओरिएन्टेड हुनुहुन्छ होइन, एस्ट्रोलोजर साथीहरू आउनुहुन्छ, कुनै अभियस प्रेडिक्सनदेखि लिएर कुनै एकदमै डर लाग्दो यो चाहिँ चलिरहेको हुन्छ. एन्ड आई अलवेज हुन्छ नि लिभिङ अब्रोड फर द लास्ट 8 years, म चाहिँ अलवेज लुक्ड एट इट फ्रम अ किन आई होइन. पर्सपेक्टिभ हेज फुल्ली सिफ्टेड नाउ इन द लास्ट 2 years, एन्ड इट्स नट अबाउट एस्ट्रोलोजी एज अ ट्रेडिसन होइन. इट्स मोर अबाउट रिलिजनसँगै जोड्दाखेरि पनि लाइक वाट पिपल बिलिभ इन मा मलाई त्यति इन्ट्रेस्ट छैन आजकल, बट मोर लाइक इफ Suman Dai genuinely believes in astrology, his belief is real from my perspective, and the choices he makes from that. अनि हजुरले भन्नुभएको छ अपोजिट नहेर है गाइज भन्ने जुन छ नि, लाइक clearly it shows the relationship you have with astrology. Yes. To me, I started realizing that's real. होइन. And like I think associating with the tradition is how people make sense of life. होइन. So म एस्ट्रोलोजीले चाहिँ त्यसरी हेर्छु कि होइन. And there's fun conversations there about like retrograde होइन. लाइक टेक्नोलोजी एडप्सन कम हुने फेजसम्म चाहिँ if you ever had to go to astrologer, you'd have to take a china, then you go with your family, you sit in a line, you wait for hours, and that's something I grew up as a part of my life when I was younger. अनि म पनि त्यति धेरै त्यसलाई डेफ्थमा मान्थिनँ होइन. बट इन लास्ट 3-4 yearsमा चाहिँ के भयो भने आई लुक्ड इन्टु इट इन अ डिफ्रेन्ट लेन्स, एन्ड आई ट्राइड टु सी कि ओके मेरो लाइफमा त्यो अनुसार त्यो भइरहेको हो कि भनेर कम्पेयर गर्न थालेँ, अनि इट स्टार्टेड मेकिङ सेन्स टु मी, एन्ड आई लुक इन्टु इट एज अ पार्ट अफ ह्याबिट नाउ होइन. अनि अहिले कस्तो भइरहेछ भने इफ यु ब्राउज अ फ्यु एस्ट्रोलोजी रिलेटेड सर्च गऱ्यो भने फेसबुकमा यस्तो धेरै आउँछ क्या. Like everybody is astrologer these days. Everybody is doing remote consultation. अब पहिला त्यहाँ जानु पनि परेन, वेट गर्नु पनि परेन. 10 minute बोलेको एउटा एस्ट्रोलोजरले दे चार्ज फ्रम 500 to 5,000 rupees होइन. Yes. Wow. So it's also booming as a business. The reason why I'm bringing it up is like तपाईँहरूको आफ्नो पर्सपेक्टिभ के छ त्यो त भइहाल्यो, but the way I see it's going होइन अहिले कस्तो भयो भने even if people don't understand, it's like a crazy thing that's happening. Okay, like म विदेश जान्छु कि जानु, एन्ड दिज आर द मोस्ट क्वेसन्स, मोस्ट आस्क क्वेसन्स मध्येमा पर्नेवाला होइन. त्यो रिलेसनसिपवाला क्वेसन्स, फ्यामिलीवाला क्वेसन्स, लाइक पिपल डोन्ट केयर अबाउट द्याट. लाइक दे जस्ट वान्ट टु नो वेदर आइ एम अ गुड फिट फर गोइङ अब्रोड अर नट. भिजा लाग्छ लाग्दैन. यस, भिजा लाग्छ लाग्दैन होइन. सो पहिला चाहिँ त्यो विदेश जाने भनेको चाहिँ इट्स एक्चुली रिलेटेड टु 12th house, अनि त्यो 12th house राम्रो भयो भने इट सपोर्ट्स. बट as you said initially, like going away from your family, living abroad was not a good thing. People wanted to avoid that, but right now people are embracing it. Like that's something I need to do. कस्तो उल्टा भइदियो क्या. अनि
एस्ट्रोलोजी चाहिँ somehow I have seen even big businessmen हैन त्यो आफ्नो ब्रान्डको कलर के हुनुपर्छ कुन सोफा कता फर्किनुपर्छ हैन इभन सेटिङ अफ दिस सेट आई ह्याड स्पेसिफिकली सेट आई वान्ट टु फेस दिस डिरेक्सन क्या आई नो आई बिलिभ अनि म चाहिँ त्यो गर्छु हैन एन्ड like it's a different lens that you can see the world through भन्ने हो मेरो भनाइ चाहिँ it's not a belief system or it's not a science as per se but it has some of its merits if you can have a different perspective and it gives you another perspective on the same thing. Exactly. हजुरको लाइफमा त manifest भएको छ like when you look back you made a choice guided by astrology and Yes. it turned out well. Yes, so many times. I see. त्यहाँबाट आइरहेछ Yes, confidence. so many times and त्यो even the path that you have to go through you can't just manifest immediately हैन त्यो कुन पेसमा म्यानिफेस्ट हुन्छ भन्ने सम्म कुराको पेस प्रेडिक्टेबल हुन्छ क्या एन्ड इट्स गोइङ टु बी स्लो इट्स गोइङ टु बी फास्ट इट्स गोइङ टु बी अप एन्ड डाउन त्यो सम्म प्रेडिक्ट गर्न मिल्यो नि त वाट एक्ज्याक्टली विल ह्यापन इट्स नट अ टुल फर प्रिडिक्सन कि यही हुन्छ भोलि बिहान गएर यहाँ गएर कफी खान्छ भात खान्छ त्यो होइन क्या होइन बट हाउ यो जर्नी इज गोइङ टु लुक लाइक होइन वाट इज योर पाथ टु सेल्फ रियलाइजेसन म त त्यसरी पनि हेर्छु क्या लाइक देयर आर 12 एलिमेन्ट्स 12 हाउसेस 9 प्लानेट्स अनि त्यसले चाहिँ how is your soul going to evolve into understanding of your life purpose and your way of looking into things त्यसको चाहिँ गाइड हो जस्तो लाग्छ क्या मलाई चाहिँ त्यो चाहिँ हैन त्यसरी पनि हेरिरहेको हुन्छु मैले चाहिँ I think it's a case for humility पनि के दाइ एज अ हम्बल बिइङ होइन हाम्रो 5वटा सेन्सेसको ह्युब्रिस छ नि मलाई थाहा छ मेरो लजिकल दिमागले यो भन्ने मलाई त फन्डामेन्टली एस्ट्रोलोजी होस् क्वान्टम मेकानिक्स होस् होइन जति हामीले पढिरहेको छौँ इट्स समथिङ आई फन्डली फलो बाई द वे साइन्स मेरो पहिलाकैदेखिको लभ होइन इट इज मेकिङ अ केस फर कनेक्सन्स द्याट एक्जिस्ट इन दिस युनिभर्स द्याट माइट नट बी सिन अर फेल्ट छ नि त होइन हाम्रो क्वान्टम इन्ट्याङ्गलमेन्टको कन्सेप्ट के हो त्यही हो नि लाइक अक्रस टाइम एन्ड स्पेस थिङ्स आर अफेक्टिङ थिङ्स भन्ने प्लानेटले पनि त्यही गरिरह भन्ने खालको लजिक सिस्टम हो नि त यो त यु ब्रट अप क्वान्टम इन्ट्याङ्गलमेन्ट होइन त्यो आई हेभ बिन सो फेसिनेटेड विथ क्वान्टम मेकानिक्स एन्ड क्वान्टम इन्ट्याङ्गलमेन्ट फर अ वाइल नाउ त्यो बर्ड्स युजिङ क्वान्टम इन्ट्याङ्गलमेन्ट टु नेभिगेट होइन नट अन्डरस्ट्यान्डिङ हाउ अ क्वान्टम कम्प्युटर वर्क्स एन्ड yet it is working होइन अनि त्यो हामीलाई इभन कमिङ टु द टपिक अफ गड होइन त्यो क्वान्टम इन्ट्याङ्गलमेन्ट चाहिँ एज अ साइन्स बिलिभ गर्न सजिलो अरे होइन बट वाइ क्यान्ट आई एज अ ह्युमन बिइङ होइन ट्रस्ट अर एक्सेप्ट द्याट आई एम क्वान्टम इन्ट्याङ्गल विथ द सोर्स क्रिएसन क्या होइन इफ द्याट क्यान ह्यापन विथ प्लानेट्स विथ सम अदर एलिमेन्ट होइन इन कम्प्युटिङ वाइ क्यान्ट इट बी द्याट वी आर इन्ट्याङ्गल विथ द क्रिएटर क्या होइन सो मेरो चाहिँ अहिलेको हाइपोथेसिस के हो भने द मोस्ट फन्डामेन्टल थिङ अ ह्युमन बिइङ डज इज ब्रिदिङ एन्ड द्याट वेन द्याट ब्रिदिङ इज ह्यापनिङ यु आर एक्चुली बिइङ क्वान्टम इन्ट्याङ्गल विथ द क्रिएटर क्या यु आर होइन म चाहिँ त्यसरी सोचिरहेको छु आई डोन्ट नो इफ इट्स ट्रु अर नट बट द्याट्स द हाइपोथेसिस आई हेभ क्या The question of like why believe that, why not believe this, honey, your science or faith could distinction आइदिन्छ नि and like a lot of people deeply believe in God and their life is so beautiful because of it. भन्ने चाहिँ मलाई चाहिँ यहाँ I look at science as a tradition which the beauty of science and I'm not making a case why that should be believed and this not के मेरो त whole journey नै like how to be more faithful नै हो life को journey but I think it comes down to science as a tradition को fundamentals के हो मलाई एकदम beautiful लाग्ने चाहिँ science is a tradition that moves forward by disproving itself okay? And this caters to the logic hamro cha ni Newton came proposed the theory of gravity it wasn't wrong but it wasn't clear right? Einstein comes in with this यसरी हो नि त साइन्स र म्याथ प्रोग्रेस भइरहेको सो एभ्री स्टेप साइन्स टेक्स थ्रु एक्सपेरिमेन्टेसन एन्ड बाई डिस्प्रुभिङ द प्रिभियस फेथ डजन्ट वर्क लाइक द्याट हो नि लाइक यु फिल इट राइट एन्ड यु बिलिभ इन इट आई वुड डिसएग्री होइन So have you seen a video where a guy is grounding? So science, you're using a voltmeter. त्यसपछि कति volt electricity conduct भइरहेछ नाप्छ concrete मा बस्छ and there is like no reading. And you go to the ground barefoot and there is a reading. हैन but अब मसँग त्यो इन्स्ट्रुमेन्ट छैन भने पनि the fact of the matter त चेन्ज हुँदैन नि exactly हैन so if you can actually realize and feel that you are feeling better you are doing better you feel more yourself when you are sitting on the ground barefoot भने why do you need the science वाला हो के मेरो कन्भर्सेसन चाहिँ त्यो हो के
होइन अहिले जस्तै हामी वाइफाई युज गर्छौँ होइन वाइफाईमा त त्यो एउटा प्रोटोकल छ त्यसपछि डिभाइससित कनेक्टेड छ बट वी क्यान्ट एक्चुली सी द रेज अफ डेटा बिङ प्याकेट्स बिङ कम्युनिकेटेड फ्रम आवर फोन टु द्याट डिभाइस होइन बट वी स्टिल युज इट होइन अब सेम इज द्याट होइन योर बिलिभ इन गड योर फन्डामेन्टल अन्डरस्ट्यान्डिङ अफ हाउ साइन्स सुड वर्क अर हाउ नेचर सुड वर्क भन्ने कुरा चाहिँ इफ यु क्यान फिल इट के विदाउट ह्याभिङ टु सी इट मेजर इट होइन गएर प्याकेट हेऱ्यो भने भेटिन्छ नि त होइन तर त्यो भोल्टमिटर लिएर नाप्यो भने भेटिन्छ बट इज इट रियली नेसेसरी होइन इफ यु क्यान लिभ यर लाइफ एन्ड इफ यु क्यान इन्जोय द बेनिफिट्स विदाउट ह्याभिङ टु मेजर एन्ड गो थ्रु साइन्स होइन मलाई चाहिँ त्यो फन्डामेन्टली साइन्सै बुझेर होइन ए ल है यो नाप्दा आयो त्यो भएपछि चाहिँ रियल हो भन्न नेसेसरी छैन जस्तो लाग्छ क्या कन्सियसली कति बुझ्न सकिन्छ भन्ने पनि लिमिटेसन थाहा छैन नि त हाम्रो द्याट्स अनदर रिजन वाइ लाइक फेथ निड्स टु बी बिलिभड जस्तो के आई वुड एग्री द्याट वुड बी अ पाथ के होइन जस्तै त्यो मेजरिङ गर्ने चाहिँ पाथ हो भन्ने कुरा क्या होइन लाइक it gives you a way to access something beyond what you can see and pinpoint okay? Because you have seen n number of things, you have measured n number of things. Exactly. Now instinctively you know without even measuring that yes, this is true. This is true. So that's कसैको बानी हुन्छ नि I work with the vibe भन्छ नि हैन precisely. अब त्यो त मेजरेबल छैन नि त छैन गट इन्स्टिङ्क्टलाई अहिले त एक्चुअली मलाई मन परेको मुभमेन्ट हैन लाइक बिग बिजनेस लिडर्स एज वेल एज मेन्टर्सहरु तिम्रो गटले के भनिरहेछ सुन लाइक हाउ इज द्याट लजिकल हाउ इज द्याट स्ट्रेटेजिक हैन नि त बट इट्स लाइक अहिले भाइब एज अ वर्ड कमिङ इन्टु द ल्याङ्ग्वेज सो स्ट्रङली हैन भाइब कोडिङ छ पुरै आई लाइक द भाइब सो आई विल वर्क विथ द्याट गाइ त्यसको एन्सर नै हुँदैन कि जस्तै मलाई यो अब क्वान्टम भन्ने वर्ड सुन्ने बित्तिकै जहिले पनि दिमागमा आउने भने चाहिँ नि यो डबल स्लिट के कस्तो इन्ट्रेस्टिङ छ कि त्यो डबल स्लिटमा चाहिँ नि थाहा छ नि होइन त्यो कस्तो अब त्यो लाइटको फोटन्सहरू हामीले नहेरेको बेला होइन वेभ जस्तो र पछि चाहिँ नि त्यो भनेपछि कि त्यसले आफै गरिरहेछ कि हामीले हेरे बेला मात्रै चेन्ज गरे हो भने जस्तो म चाहिँ त्यो हेरेको बेला चेन्ज भएको भन्ने बेला मान्छे हो क्या बिकज हेरेको बेला डिस्टर्बिङ क्या त्यो जे फ्लो भइरहेको थियो नि होइन हेर्नलाई जे मेकानिजम बिल्ड गऱ्यौँ त्यसले हामी डिस्टर्ब गरिरहेको छौँ त्यही भएर चाहिँ त्यो बिहेभियर त्यस्तो भएको जस्तो लाग्छ मलाई चाहिँ है होइन द्याट्स माई गट इन्स्टिङ नट साइन्टिफिक है सो मलाई चाहिँ अलिकति इन्ट्रेस्टिङ लाग्यो हजुरको वान अफ द ट्रेडिसन्स युआर चुजिङ टु बिलिभ इन होइन एन्ड युआर लेटिङ युर लाइफ गाइड सेलेक्सन अफ दिस सोफा कलरदेखि लिएर इज एस्ट्रोलोजिकल यो वेदान्तिक जुन छ नि फिलोसफिजहरू how do you see that like different people believing in different traditions like some people are deeply Islamic and there are different rules do you think like it's all the same thing or like some traditions I think there was a term I forgot omnism ki euta term cha haina that believes that fundamentally these are same things using different languages to say the same story that's my mero chai belief system त्यही हो like whatever scriptures you might read whatever culture or religion you might follow whatever backgrounds and societal norms you come from it's all pointing to the same thing so mero belief system cha universe ko jamma euta fundamental truth cha and all of us trying to get to that point of realizing that fundamental truth it could be through religion through practices through your self-realization self-exploration jesuke hos and we are all heading to that vortex of self-realization of the source creation I know you call it nature you call it God you call some other language in terms of religion is a path ke हैन त्यो whatever scriptures say is a way हैन just like science ले नाप्छ भने उसले त्यो अर्को नर्म बनाइरा होला अर्को प्र्याक्टिस गराइरा होला but it is all trying to point to the same thing भन्ने हो practice of faith and like getting to the truth दाइ मलाई एकदमै ब्युटिफुल फ्रेमिङ के लाग्छ थाहा छ there's another way to look at it के especially like अहिले who we're talking to जस्तो लाग्छ to the generations above this is not a problem के our grandparents didn't have to logify it to believe in it in fact it's the other way around हैन हाम्रो चाहिँ अहिले लाइक अहिले इन्फर्मेसन छ मान्छेहरूले एकदमै क्रिटिकली सोच्नु थालेको छन् अनि वेट दिस डजन्ट मेक सेन्स हाउ डु यु नो प्रुभ इट भन्ने खालको अडियन्सलाई अप्ठ्यारो भइरहेको हो नि त बट आई थिङ्क लाइक अनदर वे टु लुक एट दिस इज लाइक यु हेभ वान लाइफ हाउ डु यु लाइक डु यु वान बिलिभ इन म्याजिकसम्म जान्छ कि हुन्छ नि लाइक डु यु वान्ट टु लिभ इन अ युनिभर्स वेयर द रुल्स अफ इट एन्ड द कनेक्सन्स आर्न्ट अभियस टु यु बट यु चुज टु पे अटेन्सन एन्ड हुन्छ नि लाइक स्टार्ट बिलिभिङ
Or are you going to be limited by your little five senses and little logical mind? यो हुँदैन त्यो हुँदैन त्यो हुँदैन भन्ने कि it's also like what kind of existence do you want to be a part of पनि छ क्या यहाँ ultimately choice हो नि त यहाँ. Again, and if you believe in Bluetooth, why don't you believe in magic? Okay, मेरो question छ हैन. It's magic, right? So you have one thing here, one thing there. It's getting connected. Data is being transmitted. You move something here, it moves here. Yeah. So the magic हैन त हो नि त हैन. And if you eat something, it goes to waste through your digestive system. So isn't that magic? The human body is like crazy. That's what I think. हैन. So you only survive on water. Yeah. Isn't that magic? Yeah. हैन. So it's not a question of हैन त्यो हुन्छ नि it's actually magic. Yeah. हैन बट हामीले म्याजिक भनेको चाहिँ कस्तो भने अनरियल कुरालाई नै म्याजिक हो त्यो बिलिभ गर्नुहुन्न भन्ने खाले माइन्डसेट भएर बिग्यो हो नि त हैन द वे वी लिभ हैन यु सी द सनसेट एन्ड यु जस्ट लभ इट क्या इजन्ट द्याट म्याजिक हैन यु डोन्ट अनि एभ्री डे इट्स कमिङ ब्याक हैन एम्ब्रेसिङ योर लाइफ इजन्ट द्याट म्याजिक and you're waking up every day isn't that magic and this is मलाई सबभन्दा फन्डामेन्टली क्वेसन लाग्छ people want to be so much in control of everything your environment your life your aspirations but if you look at it the most fundamental thing that you need to do to be alive is breathe and you don't have control over that you cannot say I will breathe and to म चाहिँ breathe there are practices to control breathing pranayam हुन्छ अरु पनि breathing exercise हुन्छ but can you try to stop breathing? No. It's not in your hand. No, just because you are eating healthy, living a good life, or being conscious, you get to live a lot, or you get to live like this one. And the life in itself is so out of your control. And being just existing is not in your control. No. It's so voluntary. So हामीलाई साइन्समा रङ पढाएको भन्छु क्या म चाहिँ सो पिपल ह्युमन ब्रिथ भोलिन्टरीली भन्छ नि त्यो होइन क्या लाइक ब्रिदिङ इज ह्यापनिङ अन सो मेटा लेभल कि यु डु नट अन्डरस्ट्यान्ड हाउ इट इज ह्यापनिङ क्या एन्ड देयर इज नो कन्ट्रोल यु क्यान ह्याभ ओभर इट होइन एक्सेप्ट मेबी बिङ कन्सियस अफ इट क्या एन्ड द्याट्स वेयर अल मेडिटेसन स्टार्ट्स एन्ड एभ्रिथिङ गोज अराउन्ड होइन तैँले विपासना ट्राई गर्नुभएको छ haven't really tried Vipassana. I heard enough of it, but like मेरो लागि चाहिँ सिन्थेसाइज गरेर आई ट्राई टु प्रोसेस एन्ड ओके दिस इज समथिङ मेबी त्यो पनि पाथ हो भन्छु म चाहिँ होइन जस्ट लाइक एनी अदर पाथ द्याट इज अ पाथ वेयर यु डोन्ट स्पिक फर सम 14 days लाइक द्याट होइन विपासनामा नबोलिकन बस्ने त्यो प्र्याक्टिस गर्ने छ होइन आई हर्ड इनफ अफ लास्ट इयर गरेको थिएँ मैले अनि इट जस्ट कनेक्ट्स टु व्हाट यु सेड अबाउट ब्रेथ के फन्डामेन्टली इट्स you keep on focusing on your breathing 13 hours a day and a lot of things happen everyone's individual is different but unanimously it's quite like supernatural what happens there and I don't think anything magical happens. God isn't touching you. It's what happens when you're deeply aware of what you just said that oh you're breathing and that's the life force acute awareness for 130 hours uninterruptedly ke garsama powers so it's definitely something. And you guys are believer of the 7 chakras त्यो पनि 7वटा चक्रको बारेमा पनि एन्शियन्ट फिलोसफीमा वेल डकुमेन्टेड प्रुफ छ होइन सो डु यु बिलिभ इन चक्रास अर नट हेभ यु ह्याड एनी एक्सपिरियन्स अराउन्ड द्याट नो एक्सपिरियन्स एट अल त्यसमा सो रेकी हिलिङ 7 चक्रास मेरो चाहिँ कस्तो छ कुण्डलिनीमा इमर्स भएको इज अ पर्सन आइ एम डेटिङ राइट नाउ होइन सो थ्रु हर आई गेट अ लट अफ information and even experiences चाहिँ हो होइन and I think like honestly shout out to her अहिले मैले यो भनिरहेको छु नि त हाम्रो last 30 minutes of conversation 2 years ago you'd be very annoyed honestly you'd be so annoyed at me होइन given my lack of openness के like her being based in Hinduism and just life ले चाहिँ मलाई कति अफेक्ट गरेको छ कि way of seeing things so from her I have been so अलिअलि थाहा छ मलाई होइन तलबाट यहाँबाट सुरु हुँदै माथिसम्म जाने भन्ने कुराहरू why do you bring that up that also connects to I think quantum entanglement in some way मेरो हाइपोथेसिस चाहिँ अनि त्यो इभोल्युसनको लाइक सेल्फ रियलाइजेसनको फेजेस हो जस्तो लाग्छ होइन देयर इज नो होइन अब मेजर गऱ्यो भने पनि एमआरआई स्क्यान्स अर सम सिमिलर टेक्नोलोजीले स्क्यान गऱ्यो भने बडीको त्यो ब्रेन एक्टिभिटी त्यसपछि त्यहाँ कति एनर्जी सेन्टर्ड छ त्यो कुराहरू चाहिँ त्यो क्लियरली जहाँ चक्र छ भनेर त्यहाँ मेजर गर्न मिल्छ क्या अनि त्यो साइन्सले हेऱ्यो भने मेजर गर्न मिल्छ अनि इफ यु फलो द स्क्रिप्चर्स एन्ड एन्सियन्ट ड्रइङ्स अल्सो त्यसले पनि त्यही म्याप दिन्छ होइन सो बेसिकली अगेन त्यो सम एनदर पाथ अफ रिचिङ टु द्याट अन्डरस्ट्यान्डिङ अफ oneness
द ओरिजिन भन्छु क्या म चाहिँ. Another model. Yes, another model भयो. And it's just like astrology, just like science, it's another gateway to the same destination. Yeah. So some people believe in that, some people believe in that. So I like to delve into conversation. Like कसैले मैले गफ गरिरहेको मान्छेहरू चाहिँ कोही चाहिँ त्यसमा बिलिभ गर्ने हुन्छ, 7 चक्र हुन्छ, यो हुन्छ, त्यो प्र्याक्टिस हुन्छ भन्ने हुन्छ. कोही मान्छे चाहिँ हैन त्यो होइन अर्को हुन्छ भन्ने हुन्छ. सो बट वाट एभर राउट्स यु टेक यु आर हेडिङ टु द सेम डेस्टिनेसन भन्ने कन्क्लुजन हो क्या मेरो चाहिँ. And they like for someone who believes this so deeply, like, and we all have to work on 8 to 10 hours a day, and we choose what we work on. You're so clearly like thinking beyond just your 9 to 5 जस्तो लाग्छ कि मलाई हामीलाई हेल्प गर्नदेखि लिएर so many. Yes. Like, do you also actively make a connection between what you do in your life हजुरको कर्म छ नि in that journey के like, and are So, there shared characteristics? I like to draw a parallel or draw insight from what was said to Arjun by Krishna. And so to be human, to live the life in the best way is to be a karma yogi. And he says, I believe in that. And if I analyze my chart also, I'm meant to be a karma yogi. Karma yogi. So karma yogi भनेको चाहिँ you just do the deeds and you have no expectations of the outcome it brings. And that's the best way to live a human life भन्ने learning चाहिँ impart गरेर हुन्छ अर्जुनलाई हैन. So you just have to do the deed. You're not expecting things to happen because you did something. You have no expectations of the results. You just put in the effort. So that's how I try to live my life as much as possible. There are certain limitations of that because I have already gotten my hands into so many things to गर्नु पर्छ भन्ने छ हैन. But at the fundamental level, that's a model I like to follow. Be a कर्म योगी हैन. काम गर्दै जाऊ, आफूले जहाँ जे दिन सकिन्छ, जे कन्ट्रिब्युट गर्न सकिन्छ, जसरी बेस्ट वे अफ बिङ योरसेल्फ हुन सकिन्छ गर्दै जाने. You don't necessarily expect कि because I'm doing that यो हुनु पर्यो, because I'm doing that यो हुनु पर्यो, because I put in effort. त्यो भनेर लाइक हैन 9 to 5 फ्रीमा गर्ने भन्ने त हुन्न. Obviously I take something in return also because I have to live a life in the material world हैन. But the fundamental belief of how you want to live चाहिँ you be a कर्म योगी हो क्या. You do the work but don't expect it. Don't attach the results of your work to your work. That's how I try to live. It eliminates a lot of negative feelings. Yes. Like deep frustration of like मैले throw गरेँ. And there is no expectation. त्यो हुने बित्तिकै and हाम्रो त धेरै जस्तो problems expectation जस्तो लाग्छ क्या. And because I'm putting in so much effort, this should work. Why? It should not. It may not work. So maybe you're just supposed to learn something and it is not really supposed to work. And त्यो हामीलाई त कस्तो भने I think that's the disadvantage of being scientific. And साइन्टिस्टले के भन्छ नि if you put in effort हैन equals to mc square हुन्छ केही न केही एनर्जी लाग्छ भने अब केही न केही रिजल्ट निस्किन्छ त्यसपछि मोसन हुन्छ भन्छ हैन. But त्यो मोसन maybe not in the world but it is internally happening in your spiritual level. And you are delving into a business but that is not progressing the business but you evolve as a human because you delve into that business. मैले रिजल्ट चाहिँ wrong ठाउँमा हेरेर होला के. Exactly. Then the fundamentals actually stay the same. Principle of conservation of energy. It's just what you're pointing at is maybe we're just defining the conversion too superficially. Materialize भइरहेछ चाहिँ हामीले हेर्न नजानेको के हैन. मैले चाहिँ बिजनेसमा यत्रो एफर्ट लाएँ तर बिजनेसमा रिजल्ट निस्केन भने त किन त्यो ल त जसै पनि ब्रेक हुँदैन नि त हैन. त्यो ल ब्रेक हुँदैन भने चाहिँ त इक्वल्स टु एमसी स्क्वायर जहिले पनि होल्ड्स ट्रू हो, साइन्टिफिकली प्रुभन हो, स्पिरिचुअली प्रुभन हो, वेदान्तिक हिसाबमा प्रुभन हो भने त. And if I'm not seeing results there, and I am looking in the wrong place, भनेको त्यसरी बाँच्न थाल्यो भने त हैन whatever you do on a day-to-day basis, how you spend your time, how you design your life, and who you come across, and even bad actors, even someone you may not like, and how to embrace that. मैले त हैन सबै कुरा आफूले सोचे जस्तो हुँदा कम्फर्टेबल हुँदा लाइक माइन्डेड पिपल भेट्दा त सजिलो हुन्छ नि त लाइफ. You just connect with them. It's so easy. But how about when you come across someone who does not understand you, who speaks an entirely different language in terms of every aspect. So त्यो बेलामा चाहिँ how do you carry yourself? May I share a very quick anecdote on openness? हजुरले भन्नुभयो नि यो कसरी हेर्दा कसरी हेर्ने. मेरो एकदमै लाइफ चेन्जिङ मोमेन्ट यो ट्रेडिसन एक्सप्लोरेसनमा चाहिँ मेरो एउटा साथी छ कि दुबईमा. मेरो ब्याक एन्ड इन्जिनियर थियो होइन, म उसको प्रडक्ट म्यानेजर थिएँ. एन्ड हि इज अनेस्टली वान अफ द मोस्ट ब्रिलियन्ट कोडर्स अफ हिज एज ग्रुप इन द वर्ल्ड हो कि कम्पिटिसनहरू.
big believer in his religion, Islam, which I think is a beautiful religion. होइन उसँग म कुराहरू पढ्छु क्या अनि उसलाई चाहिँ हाम्रो पियर्सहरूले एकचोटि कुरानमा यस्तो भनेको छ तर यहाँ हेर न यो त मिलाएको छैन नि त त्यही भएर मैले छोडिदिएँ जस्तो कस्तो अग्रेसिभ कुराहरू भन्थ्यो अनि मैले साँच्चै हुन्छ लाइक वाइ एन्ट यु अफेक्टेड म्यान लाइक यु लिभ फर दिस समन इज आउट राइटली टेलिङ यु अनि उसले चाहिँ ए गौरव मेरो त फ्रेमिङै फरक छ भन्दै कि दाइ उसले चाहिँ के भन्यो we're all trying to get to the truth. And he's a coder physics a scientific mind. You know? He's like, okay, we're trying to understand the truths of the universe through certain logic systems. That's fine. I'm a man of science also. But isn't it a better strategy for me to put full faith that this book that has been around for billions of years, you know, in certain traditions of human lifespan, you know, the millions, right? So my truth and what he does for the entire rest of my life, I will try to keep on trying to understand what this line means. Okay? So मान्छे भने यस्तो हो भने चाहिँ यो भने के हो भनेर अहिले बुझ्ने हैन कि त्यो भने के हुन सक्छ कि इमेजिनेसनमा चाहिँ म प्र्याक्टिस गर्छु भने कि that is so different than trying to fit this world into that book in the language we know, rather than let's start with the truth and let's try to understand what I'm missing खालको orientation रहेछ कि मलाई कस्तो it's so moving to me. And I think that's the fundamental of faith. Just like astrology, ma pani yo bhara milyo haina ki like I feel certain things, I believe it. How do I change my life and make sense of the world through it? Meditation on the right. So I just wanted to share that. Daile bhanda heri ma this on. Suman ji lagi भन्नु भन्छ मलाई गम्भीर सोच पर्नु मलाई इन्ट्रेस्टिङ लागिरहेछ अजयको पर्सपेक्टिभ सुन्दा फेरि यो वैदिक त्योहरूमा म खासै त्यस्तो एक्सपिरियन्स छैन मलाई चाहिँ नि कस्तो हुँदो रहेछ भन्दाखेरि मलाई चाहिँ नि स्ट्रङ त्यो ह्युमन कनेक्सन एउटा सिरियाकै एक्जाम्पल त्यो सिरियन रेफ्युजीकै हेर्दाखेरि एउटा मान्छेले मेरो इन्टायर जर्नी सेभ गरिदियो कि सो त्यो चाहिँ नि कस्तो थियो भन्दाखेरि हजुरको रेफ्युजी क्राइसिसमा आउँदा एउटा मान्छे केटा रोइरहेको देख्दा चाहिँ नि के प्रब्लम छ भनेर बोल्न मन लाग्दो रहेछ कि अनि उसको स्टोरी बुझ्दै गयो होइन अप्पर मिडल क्लास फ्यामिली मर्सिडिज सिरियामा टन्नै ल्यान्ड भएको मान्छे होइन अनि टन्नै ल्यान्ड अनि त्यसपछि ल्यान्ड त बेच्न सकेन बेकेन अनि ऊ ग्रिस आउनु पर्यो एज अ रेफ्युजी उसको आफ्नो छोरीहरूलाई कसले त्यो माफियाहरूले लिएर गइदिएछ छोरी र बुढीलाई उसलाई मैले तन्दुरी खुवाएको थिएँ कि सो म एज अ स्टुडेन्ट पैसा हुँदैन थियो नि त सो कति चिज म डिपली सोच्दिनँ यस्तो चिजमा एक्सपिरियन्स नभए पनि त्यो ह्युमन कनेक्सनमा चाहिँ नि स्ट्रङ बिलिभर हो कि त्यसले गर्दा मेरो जर्नी नै सेभ भयो फरेस्ट्री गरेर थियो एउटा अफिसमा बसेर त्यसपछि होइन है फुड त नेसेसरी रहेछ यस्तो धनी मान्छेलाई पनि तन्दुरी खुवाउनु परिरहेछ भनेपछि त्यसरी नै सेभ हुँदै गयो र जसरी बोल्दै जाने सिक्दै जानेमै बिलिभ गर्छु कम बोल्ने धेरै सुन्ने र लर्न गर्ने नै आई थिङ्क मेरो त्यो कोर यस त्यो पोइन्ट इन टाइममा होइन somebody with something came from inside you that enticed you to become human and be your truest self and you didn't care what he had what he didn't have but he needed something and you wanted to give क्या सो मान्छे हुनुको नेचरै त्यही हो जस्तो लाग्छ क्या होइन सो आफूसित कति छ मतलब भएन कसैलाई चाहिरहेछ भने चाहिँ यु वान्ट टु गिभ क्या यु आर गिभिङ नेचर भएको बिइङ हो जस्तो लाग्छ क्या एज ह्युमन्स होइन अनि त्यो समहाउ त्यो बिकज अफ आवर एक्सपिरियन्सेस वी टेन टु हाइड इट वी डोन्ट वान्ट टु यसले त मेरो एडभान्टेज लिने हो कि भन्ने क्वेसन आउँछ यसले चाहिँ ए मलाई केही गुमराह पो गर्छ कि भन्ने हुन्छ होइन वी स्टार्ट प्लेसिङ डाउट्स एन्ड वी लेट गो अफ द्याट नेचर अफ गिभिङ क्या अनि मैले यति दिएँ कि मसँग सबैले लि मात्र रहेछ मैले केही पाइरहेको छैन भन्ने हुन्छ होइन टु बी एबल टु लिभ इन द ट्रुएस्ट सेन्स चाहिँ आफूसित के छ छैन होइन मतलब भएन इफ यु आर एबल टु गिभ होइन एउटा तन्दुरी दिन सक्ने होस् एउटा कम्पनी बनाएर मान्छेलाई प्रोटेक्सन दिन सक्ने होस् होइन यु चेन्ज पिपल्स लाइफ यु जस्ट मेक यर फ्यामिलीज लाइफ बेटर वाट एभर यु आर जस्ट अ गिभिङ पर्सन क्या एज अ ह्युमन्स वी आर गिभिङ नेचरको बिइङ हो जस्तो लाग्छ मलाई अनि त्यसपछि त्यो वाट एभर मुभमेन्ट्स होइन किप our reality in touch with that thing and we love those moments and that movement help us realize who we are as humans and expectation हजुरले भन्नुभएको जस्तै जिरो एक्सपेक्टेसन भयो भने बल्ल लाइफ फुलफिल्ड फिल हुन्छ होला कि नत्र प्याथेटिक हुन्छ अब यसले मलाई दिए मलाई त केही दिएन सोच्नु थाल्यो सो त्यही भएर कर्मयोगी हुने भनेको मैले
होइन विवेकानन्द अल्सो कर्मयोगी उसले त पुरै रिलिजनै क्रिएट गरे जस्तो सो आई थिङ्क वी हेभ टक्ड अ लट लाइक लट मोर देन आई वुड हेभ लाइक आई रियली इन्जोयड द कन्भर्सेसन आई थ्याङ्क यू गाइज फर यर टाइम वी ह्याड अ भेरी नाइस कन्भर्सेसन होपफुली विल keep invite you again यस्तो खाली conversation गर्नलाई I don't think there is any limit we focused on the dial perspective in this season maybe we'll have some other perspectives we'll talk in future seasons I see you in the market I wish you best of luck for your ventures keep rocking guys thank you to all the audience who are listening to us I will see you again in another episode bye thank you